भाइ बहिनीहरू, आज हामीले चाहिँ नि स्याटरडे क्लासमा जुन हामीले प्रश्नहरू दिएका थियौँ तपाईँहरूलाई प्र्याक्टिसको लागि दिएको प्रश्नहरूको आज हामी यसको एन्सर हामीले अस्तिको क्वेसनको एन्सर आज हामी यो कक्षामा त्यसको बारेमा छलफल गर्छौँ। यसको उत्तर कसरी लेख्ने, कुन ढाँचामा लेख्ने भन्ने हिसाबमा लेख्छौँ। यो चाहिँ नि हाम्रो नेपाल राष्ट्र ब्याङ्कको एसिस्टेन्स लेभलको जाँच दिनको लागि त्यसको लागि टार्गेट गरेर बनायो भने पनि वाणिज्य ब्याङ्क, नेपाल ब्याङ्क, कृषि ब्याङ्क, कुनै पनि ब्याङ्कलाई काम लाग्ने हिसाबमा यो कोर्स छ, यो क्वेसन एन्सर छ। अब हामी यो क्वेसनतिर जान्छौँ, सिधै हामी क्वेसनमा जान्छौँ। क्वेसनमा चाहिँ हाम्रो के भनेको छ भने पहिलो प्रश्नमा चाहिँ हाम्रो छ ब्याङ्किङ व्यवसायको अवधारणा र विकासलाई प्रश्न पार्दै पछिल्लो दशकमा ब्याङ्किङ क्षेत्रमा देखिएका परिवर्तनहरूको उल्लेख गर्नुहोस् भनेर लेखेको छ। हामी त्यसमा जान्छौँ। अब यसलाई चाहिँ इङ्ग्लिसमा स्पेसिफाई ब्याङ्किङ बिजनेस कन्सेप्ट एन्ड इट्स डेभलपमेन्ट भनेको छ। अनि मेन्सन चेन्जेस इन ब्याङ्किङ सेक्टर इन लास्ट डिकेड्स भनेर भनेको छ है। क्वेसनमा हामीले बुझ्नु पऱ्यो पछिल्लो समय ब्याङ्कमा कस्तो कस्तो परिवर्तनहरू आइरहेछ ब्याङ्किङ क्षेत्रमा, त्यो लेख्नु पऱ्यो 5 मार्क्समा। 5 मार्क्समा चाहिँ हामीले पहिला ब्याङ्किङ व्यवसायको अवधारणा, त्यसपछि विकास लेख्ने है। अवधारणा भनेको ब्याङ्किङ व्यवसाय भनेको के हो भनेर लेख्ने हो। विकासक्रम भनेको चाहिँ ब्याङ्किङ व्यवसायको विकासक्रम, ब्याङ्किङ प्रणालीको विकासक्रम कहिलेबाट सुरु भयो भन्ने हिसाबले लेख्नुपर्ने हुन्छ। विकास भन्दा बित्तिकै हामीले डेभलपमेन्ट कसरी भयो भन्दा बित्तिकै हिस्ट्रीतिर लेख्नुपर्ने भयो भने यो अवधारणा लेख्दाखेरि चाहिँ त्यसको कन्सेप्ट लेख्ने हो। पहिला यसको अवधारणा लेखौँ अनि त्यसपछि मात्र हामी विकासमा जाउँला। पहिला म अवधारणाको बारेमा कुरा गर्छु। यसको हामीले अहिले अवधारणालाई कन्सेप्ट, मिनिङ जे भने पनि हुन्छ। यसलाई डेफिनिसन पनि भन्न सकिन्छ। तिमीले यसलाई DFYNITI भने डेफिनिसन पनि भन्न सकिन्छ। कन्सेप्ट भनेको के हो त्यो पनि लेख्ने भयो। मिनिङ पनि हो, यसो अर्थमा भन्यो भने मिनिङ पनि मिल्छ यसमा। यसरी हामीले बुझ्नुपर्ने हुन्छ। यो कुराको बारेमा भनेको पहिला। अब म बताउँछु उत्तर। ब्याङ्किङ व्यवसायलाई वित्तीय मध्यस्थताको व्यवसाय भनेर बुझिन्छ। एक लाइनमा लेख्नु पऱ्यो भने ब्याङ्किङ व्यवसायलाई वित्तीय मध्यस्थताको व्यवसाय भनेर बुझिन्छ। कर्जा, निक्षेप एवं अन्य ब्याङ्किङ वस्तु, सेवा र उपकरणहरूको व्यवसाय नै ब्याङ्किङ व्यवसाय हो भनेर हामीले लेख्न सक्छौँ। निक्षेप, कर्जा, लगानी, मुद्रा, ब्याङ्किङ वस्तु तथा सेवा एवं उपकरणहरूको व्यवसायलाई ब्याङ्किङ व्यवसाय भनेर बुझिन्छ। हामी त्यसरी लेख्छौँ। ब्याङ्किङ व्यवसाय मुख्यतया निक्षेप, बचत, पुँजीलाई माग क्षेत्रबाट बचत क्षेत्रबाट माग क्षेत्रमा परिचालन गर्ने व्यवसाय हो। त्यसैले यसलाई वित्तीय मध्यस्थता भनेर भनियो। विशेष गरिकन ब्याङ्किङ व्यवसाय अन्तर्गत प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष रूपमा हुने मध्यस्थताको, ब्याङ्किङ मध्यस्थताको कार्य चाहिँ हाम्रो ब्याङ्किङ व्यवसाय अन्तर्गत पर्दछ भनेर हामी लेख्छौँ। अनि अर्को तिमीले के पनि बुझ्नु पऱ्यो भने अर्को सँगसँगै चाहिँ निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने र विभिन्न प्रकारका एजेन्सी कार्य गर्ने, एजेन्सीसँग सम्बन्धित कार्य गर्ने कार्यहरूलाई नै हामीले ब्याङ्किङ व्यवसायको रूपमा लिन्छौँ भनेर हामीले लेख्न सक्छौँ। अब यो ब्याङ्किङ व्यवसायको यति डिफाइन गरिसकेपछि यसको अवधारणा भनेको डिफाइन गर भनेको हो। त्यसपछि हामीले यसको विकासक्रमको बारेमा लेख्नु पऱ्यो भने कसरी लेख्छौँ त भनेर हामीलाई भनियो भने वस्तु विनिमयसँगै प्रारम्भ भएको ब्याङ्किङ व्यवसाय मुख्यतया साहुमाजन, मर्चेन्ट, डिलर, व्यापारी, सराफ र अन्य पुँजीपतिहरूबाट यस्तो व्यवसाय विकास भएको देखिन्छ भनेर हामीले लेख्नु पऱ्यो पहिला। त्यसपछि के लेख्नु पऱ्यो भने औपचारिक रूपमा विश्वमा ब्याङ्किङ व्यवसायको सुरुवात ब्याङ्क अफ भेनिससँगै भएको हो। यो ब्याङ्क अफ भेनिस चाहिँ सन् 1157मा स्थापना भएको ब्याङ्क अफ भेनिससँगै ब्याङ्किङ व्यवसायको विकास भएको मानिन्छ भनेर हामी लेख्छौँ। यो विकास हामीले यति लेखिसकेपछि अनि हामी के लेख्छौँ भने ब्याङ्किङ प्रणालीको विकासमा ब्याङ्क अफ इङ्ल्यान्ड, ब्याङ्क अफ अमेरिका र अन्य देशहरूमा पनि थुप्रै ब्याङ्क वित्तीय संस्थाहरू
ब्याङ्किङ व्यवसायको लागि खोलेको पाइन्छ भनेर लेख्नु पर्यो। नेपालमा भने ब्याङ्किङ व्यवसायको विकास औपचारिक रूपमा नेपाल ब्याङ्क लिमिटेडको स्थापनासँगै भएको हो। सरकारी क्षेत्रको रूपमा सरकारको स्वामित्वमा स्थापना भएको यो ब्याङ्क नेपाल सरकारको पहिलो ब्याङ्क हो र सँगसँगै अर्को हामीले के पनि बुझ्नु पर्यो भने यसको सँगै नेपालमा विभिन्न राष्ट्र ब्याङ्क, कृषि विकास ब्याङ्क, वाणिज्य ब्याङ्क, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड जस्ता ब्याङ्किङ व्यवसायको काम गर्ने संस्थाहरूको विकास भएको पाइन्छ। उदारीकरणसँगै नेपालमा ब्याङ्किङ व्यवसायलाई निजी क्षेत्र र विदेशी लगानीमा समेत ब्याङ्किङ व्यवसाय गर्ने गरी ब्याङ्क वित्तीय संस्थाहरू खोल्ने अनुमति सरकारले दिइसकेपछि थुप्रै ब्याङ्कहरू निजी क्षेत्र र विदेशी लगानीमा नेपालमा स्थापना भएका छन्। नोबेल ब्याङ्क लिमिटेडको स्थापनासँगै ब्याङ्किङ 2040 सालमा भएको उदारीकरणसँगै नोबेल ब्याङ्क लिमिटेडको स्थापना भयो। सोसँगै नेपालमा निजी क्षेत्र र विदेशी लगानीमा ब्याङ्कहरू स्थापना गर्ने विकास ब्याङ्कहरूको विकास हुने क्रम अघि बढेको हो। यसै सिलसिलामा एभरेस्ट ब्याङ्क लगायतका ब्याङ्कहरू, हिमालयन ब्याङ्क लगायतका ब्याङ्कहरू स्थापना हुँदै गएका हुन् र अहिले हामीसँग चाहिँ ब्याङ्किङ विकासको क्रममा अहिले हामीसँग वाणिज्य ब्याङ्क, विकास ब्याङ्क, वित्त कम्पनी, लघुवित्त र पूर्वाधार विकास ब्याङ्क जस्ता विकास ब्याङ्कहरूको विकास हुँदै गएको छ नेपालमा भनेर हामीले यो कुरा चाहिँ हामीले विकासको क्रममा लेख्छौँ। पहिला विकासको क्रम गर्दा हामीले अन्तर्राष्ट्रिय रूपमा कसरी आयो भनेर लेख्छौँ। त्यसपछि अनि नेपालमा चाहिँ कसरी विकास भयो भनेर छोटो बनाएर लेख्छौँ। किनकि यो 5 नम्बरमा 2.5 हाम्रो ब्याङ्किङ व्यवसायको अवधारणासँग जोडिएको भयो र 2.5 चाहिँ विकाससँग जोडिएको भएको हुनाले आधी आधी गरेर लेख्नुपर्ने हुन्छ र ब्याङ्किङ व्यवसायको अवधारणा विकास यो दुईटा जोडेर मात्र हाम्रो 1 पेज हुन्छ। 1 पेज चाहिँ हामी कसरी लेख्छौँ त एउटा चाहिँ व्यवसायको अवधारणा र अनि विकास गरेर जम्मा हाम्रो 1 पेज हुन्छ। अब हामी अर्को पेज लेख्छौँ फेरि पछिल्लो दशकमा ब्याङ्किङ क्षेत्रमा देखिएका परिवर्तनहरूको बारेमा लेख्नुहोस् भनेको छ। कस्तो कस्तो चेन्ज चाहिँ ब्याङ्किङ क्षेत्रमा पछिल्लो दशकमा भनेको यो 21औं शताब्दीमा अब हामी छौँ। यो 20औं शताब्दीमा हाम्रो चाहिँ यो कसरी चाहिँ ब्याङ्किङबाट यता चाहिँ कसरी ब्याङ्किङ क्षेत्रको विकास भइरहेको छ भनेर हामीलाई यहाँ सोधिरहेको छ। हामीले के लेख्नु पर्यो भने नेपालमा ब्याङ्किङ क्षेत्रमा पछिल्लो दशकमा धेरै ठुलो परिवर्तनहरू भएको छ। विश्वभरि नै पछिल्लो दशकमा ब्याङ्किङ क्षेत्रमा थुप्रै परिवर्तनहरू भएका छन्। म्यानुअल ब्याङ्किङ पूर्ण रूपमा विस्थापित भई प्रविधि मैत्री ब्याङ्किङको रूपमा रूपान्तरित भएको छ। यो सँगै पछिल्लो दशकमा ब्याङ्किङ क्षेत्रमा देखिएका परिवर्तनहरूलाई हामीले निम्न बुँदामा उल्लेख गर्न सक्छौँ भनेर यसलाई हामीले पोइन्टमा लेख्न सक्छौँ। व्याख्या गर्दै लेख्छौँ। पछिल्लो दशकमा हाम्रो ब्याङ्किङ प्रणालीमा के विकास भएको छ भने युनिभर्सल ब्याङ्किङको कन्सेप्ट चाहिँ विकास भएको छ। के भएको छ भने युनिभर्सल ब्याङ्किङ, यसको बारेमा तिमीले लेख्नु पनि पर्ने हुन्छ। अहिले पछिल्लो दशकमा चाहिँ युनिभर्सल ब्याङ्किङको अवधारणा चाहिँ आइसकेको छ। यो भनेको चाहिँ ब्याङ्कभित्र सबै प्रकारको सेवाहरू, ब्याङ्किङ सेवा, बिमा सम्बन्धी सेवा, पुँजी बजार सम्बन्धी सेवा, लगानी सम्बन्धी सेवा, सबै प्रकारका सेवाहरू ब्याङ्कले नै उपलब्ध गराउने र सबै प्रकारको वित्तीय सेवा उपलब्ध गराउने प्रकृतिको ब्याङ्किङ कन्सेप्टको विकास चाहिँ पछिल्लो दशकमा भएको छ, जसलाई हामीले युनिभर्सल ब्याङ्किङ भनेर भन्छौँ। पहिला चाहिँ हामीले यो लेख्नु पर्यो। दोस्रो, पछिल्लो दशकमा चाहिँ ग्रिन ब्याङ्किङ भन्ने अथवा वातावरण मैत्री ढङ्गबाट ब्याङ्किङ व्यवसाय सञ्चालन गर्नुपर्छ भन्ने मान्यता चाहिँ नि बढ्दै गएको छ, जसलाई हामीले ग्रिन ब्याङ्किङ भनेर भन्छौँ। त्यसको अवधारणा बढ्दै गएको छ। त्यो भनेको वातावरण अनुकूल हुने प्रकृतिको ब्याङ्किङ व्यवसाय गर्ने, वातावरण प्रतिकूल हुने, वातावरण प्रदूषित हुने, वातावरणमा डिजास्टरहरू लिएर आउने खालको ब्याङ्किङ व्यवसाय नगर्ने, त्यस्तो प्रकारको चाहिँ हाम्रो पछिल्लो दशकमा ब्याङ्किङ व्यवसायको विकास भएको छ। सँगसँगै पछिल्लो दशकमा प्रविधि मैत्री ब्याङ्किङ प्रणाली विकास भएको छ, जहाँ अनलाइन ब्याङ्किङ एउटा भइहाल्यो। अर्को सँगसँगै अनलाइन ब्याङ्किङ छ, पियर टु पियर ब्याङ्किङ भनेर भन्छ। ग्राहकदेखि ग्राहकसम्मलाई सेवा दिने, अनलाइन सिस्टमबाट सेवा दिने ब्याङ्किङको पनि विकास भएको छ, जसलाई पियर टु पियर ब्याङ्किङ भनेर भन्छ, अनलाइन ब्याङ्किङ पनि भन्छ। त्यसको सँगसँगै पछिल्लो दशकमा चाहिँ विभिन्न प्रकारका आर्टिफिसियल इन्टेलिजेन्स अथवा कृत्रिम बौद्धिकता हाम्रो वित्तीय क्षेत्रमा, ब्याङ्किङ क्षेत्रमा ठुलो रूपमा देखिएको छ। विभिन्न एप्सहरूबाट सेवा
ब्याङ्किङ सेवाहरू दिने, भुक्तानी लिने, प्लस विभिन्न ब्याङ्किङ इन्फर्मेसनहरू दिने, केवाइसी अपडेट गर्ने जस्ता कुराहरू हामीले कृत्रिम बौद्धिकता आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट गर्ने गरेका छौँ। पछिल्लो दशकमा यो पनि ब्याङ्किङ क्षेत्रमा भएको चाहिँ पछिल्लो परिवर्तन हो भनेर हामीले भन्छौँ। त्यसको सँगसँगै डिजिटल ब्याङ्किङ, यो डिजिटलाइज सिस्टमबाट चाहिँ हामीले ब्याङ्किङ प्रणालीको विकास गर्दै गएका छौँ। पछिल्लो चरणमा हामी त्यो पनि लेख्छौँ। अर्को एउटा करस्पोन्डेन्ट ब्याङ्किङ भन्छ, यसलाई सीमा पार कारोबार गर्ने, रियल टाइम विभिन्न देश विदेशमा भुक्तानी भएको कुरा तत्कालै थाहा हुने करस्पोन्डेन्ट ब्याङ्किङको विकास पनि हुँदै गएको छ। रियल टाइम कारोबारहरू देखिने हिसाबमा पनि ब्याङ्किङ प्रणाली गएको छ। अर्को फेरि हाम्रो सँगसँगै हामीले के पनि भन्छौँ भन्दाखेरि चाहिँ यो कार्ड बेस्ड ब्याङ्किङ बिजनेस भएको छ। स्मार्ट कार्ड, क्यास कार्ड, भिसा कार्ड जस्तो विभिन्न कार्ड बेस्ड, स्मार्ट कार्ड बेस्ड ब्याङ्किङ भएको छ, जसलाई हामीले छरितो ब्याङ्किङ, स्मार्ट ब्याङ्किङ भनेर पनि भन्छौँ, लिन ब्याङ्किङ पनि भन्छौँ। लिन ब्याङ्किङ, स्मार्ट ब्याङ्किङको कन्सेप्ट पनि पछाडि पटक बिग्रिँदै गएको छ। सँगसँगै अर्को सँगसँगै चाहिँ ब्याङ्कहरूले चाहिँ विभिन्न नयाँ फन्डको कारोबार गरिरहेको छ, जस्तो एन्जेल फन्ड, स्टार्टअप फन्ड, भेन्चर क्यापिटल जस्ता कुराहरू, बिट क्यापिटल जस्ता कुराहरू चाहिँ ब्याङ्क वित्तीय संस्थाहरूले फन्ड नै क्रिएट गर्ने हिसाबमा गएका छन्। सँगसँगै डिजिटल करेन्सीको सुरुवात चाहिँ ब्याङ्किङ प्रणालीमा भएको छ। डिजिटल करेन्सीलाई पनि ब्याङ्क वित्तीय संस्थाहरूले अगाडि लिएर गएका छन्। यस्तो किसिमको विकास परिवर्तन चाहिँ पछिल्लो दशकमा ब्याङ्किङ प्रणालीमा भएको छ। यिनै परिवर्तनहरूलाई आत्मसात गर्दै नेपालको ब्याङ्किङ प्रणालीलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो भनेर हामीले कन्क्लुजन चाहिँ लेख्छौँ। यो तरिकाबाट हामी यो प्रश्नको उत्तर चाहिँ हामी यसरी दिन्छौँ, यसरी हामीले बुझ्नु पर्यो है त। अब म यसपछि हामी दोस्रो प्रश्नमा जान्छौँ। पहिलो प्रश्न तिमीलाई मैले बताएँ, अब हामी दोस्रो प्रश्नमा जान्छौँ। दोस्रो प्रश्नमा हाम्रो के छ त भन्दाखेरि चाहिँ बिग्रियो क्या। अब हामी दोस्रोमा जान्छौँ। दोस्रो प्रश्नमा चाहिँ वित्तीय साक्षरता भन्नाले के बुझिन्छ, आजकल ब्याङ्क सञ्चालनका सन्दर्भमा वित्तीय साक्षरता र डिजिटल साक्षरता किन उत्तिकै महत्त्वपूर्ण छन्, प्रश्न पार्नुहोस् भनेको छ। हामीले पहिलो प्रश्न चाहिँ हामीले वित्तीय साक्षरताको बारेमा लेख्नु पर्यो 3 मार्क्समा भने, अनि वित्तीय साक्षरता र डिजिटल साक्षरताको महत्त्व चाहिँ हामीले 3.5 र 3.5 बनाएर लेख्नु पर्यो। 10 मार्क्सको यो क्वेसनमा 3 मार्क्स छ नि फाइनेन्सियल लिट्रेसीसँग सम्बन्धित छ, 3.5 चाहिँ हाम्रो चाहिँ नि फाइनेन्सियल लिट्रेसीको इम्पोर्टेन्ससँग सम्बन्धित छ भने अर्को 3.5 चाहिँ डिजिटल लिट्रेसीसँग सम्बन्धित छ। दुईवटा फाइनेन्सियल लिट्रेसी र डिजिटल लिट्रेसी भनेको फरक हो। यो 3.5 मा हामी त्यो उत्तर दिन्छौँ भने फाइनेन्सियल लिट्रेसीको बारेमा हामी 3 मार्क्समा उत्तर दिन्छौँ। पहिला म फाइनेन्सियल लिट्रेसी के हो भन्ने बुझाउँछु, त्यसपछि मात्रै म अरू कुराहरू तिमीहरूलाई म बताउँछु। सबभन्दा पहिला के भन्छौँ भन्दाखेरि चाहिँ वित्तीय साक्षरतालाई वित्तीय ज्ञान, वित्तीय सिप र वित्तीय आचरण एवं व्यवहारको संयुक्त स्वरूपको रूपमा बुझ्न सकिन्छ। वित्तीय ज्ञान, वित्तीय सिप र वित्तीय व्यवहारले पूर्ण भएको अवस्थालाई नै हामीले वित्तीय साक्षरता भनेर भन्छौँ। वित्तीय साक्षरता उपलब्ध स्रोत साधनको बुद्धिमत्तापूर्ण उपयोग गर्ने ज्ञान र सिप हो भनेर पनि हामी लेख्न सक्छौँ। त्यस्तै वित्तीय साक्षरतालाई हामीले अर्को शब्दमा के पनि भन्छौँ भने आम नागरिकले अथवा उपभोक्ताले आफूसँग भएको रकमको उपयुक्त बजेट बनाई योजना बनाएर खर्च गर्न सक्ने, लगानी गर्न सक्ने र त्यसको सदुपयोग गर्न सक्ने कलालाई नै हामीले वित्तीय साक्षरता भनेर बुझ्छौँ भनेर हामीले लेख्नु पर्यो। वित्तीय साक्षरतालाई 2 भागमा वर्गीकरण गरी अध्ययन गर्न सकिन्छ। एउटा बेसिक फाइनेन्सियल लिट्रेसी भन्छ, आधारभूत वित्तीय साक्षरता, र अर्को बेसिकको सँगसँगै अर्को स्तरीय वित्तीय साक्षरता, एडभान्स्ड फाइनेन्सियल लिट्रेसी भनेर भन्छ। बेसिक फाइनेन्सियल लिट्रेसी र एडभान्स फाइनेन्सियल लिट्रेसी। बेसिक फाइनेन्सियल लिट्रेसी भनेको चाहिँ नि योलाई हामीले के बुझ्छौँ भन्दाखेरि चाहिँ मान्छेले आफ्नो आम्दानी, बचत, खर्च, लगानीको बारेमा, ऋणको बारेमा जानकारी राख्यो भने, जानकारी छ मान्छेलाई भने त्यसलाई हामीले बेसिक फाइनेन्सियल लिट्रेसी भनेर भन्छौँ। आफ्नो आम्दानीको बारेमा, आफ्नो खर्चको बारेमा, आफ्नो बचतको बारेमा, आफ्नो ऋण, लगानी, ब्याज जस्ता कुराहरूको बारेमा जानकारी राख्यो, मान्छेले थाहा पायो भने त्यसलाई हामीले बेसिक आधारभूत वित्तीय साक्षरता भनेर भन्छौँ। भने एडभान्स वित्तीय साक्षरता भनेको यो फाइनेन्सियल सिस्टम कसरी चल्छ, बिमा बजार कसरी चल्छ, पुँजी बजार कसरी चल्छ,
ब्याङ्किङ कसरी चल्छ, म्युचुअल फन्डहरू कसरी चल्छन्, तिनले कसरी काम गर्छन्, तिनको सिस्टम अपरेसन सिस्टम के हो, र सँगसँगै पनि हामीले के बुझ्नु पऱ्यो भने यो विभिन्न प्रकारका फाइनान्सियल सर्भिस र प्रोडक्टहरू, वित्तीय सेवा र वित्तीय वस्तुहरू चाहिँ कसरी चाहिँ प्रयोग गरेर लाभ लिन सकिन्छ भन्ने कुराको ज्ञान कसैलाई छ भने त्यसलाई हामीले एडभान्स अथवा विस्तारित अथवा स्तरीय वित्तीय साक्षरताको रूपमा हामीले बुझ्न सक्छौँ भनेर हामीले लेख्न सक्छौँ। यसरी 3 मार्क्समा हामीले यति कुरा लेख्यो भने 3 मार्क्समा पुग्छ, त्योभन्दा बढी लेख्नु पर्दैन। वित्तीय साक्षरताको पनि प्रकार हुन्छ, थाहा छैन भने तिमीलाई बताइदिएँ। एउटा बेसिक हुन्छ, एउटा एडभान्स हुन्छ। दुवै वित्तीय साक्षरतालाई हामीले दुवै प्रकारको साक्षरतालाई वित्तीय साक्षरता नै भनेर बुझिन्छ। अब म के बताउँछु भने आजकल चाहिँ ब्याङ्क वित्तीय संस्था सञ्चालनका सन्दर्भमा वित्तीय साक्षरता र डिजिटल साक्षरता यो दुवै नै उत्तिकै महत्त्वपूर्ण छन्। अब किन महत्त्वपूर्ण छन्, कसरी महत्त्वपूर्ण छन् म तिमीलाई बताउँछु। ब्याङ्क वित्तीय संस्थाहरू सञ्चालन गर्नको लागि वित्तीय साक्षरता र डिजिटल साक्षरता दुवै उत्तिकै महत्त्वपूर्ण मानिन्छ। यी दुवैको उत्कृष्ट ज्ञानबाट नै सही ढङ्गले ब्याङ्कको सञ्चालन र व्यवस्थापन गर्न सकिन्छ। ब्याङ्क सञ्चालनका लागि वित्तीय साक्षरता निम्न कारणले महत्त्वपूर्ण मानिन्छ, म तिमीलाई बताउँदै जान्छु। एउटा त नागरिकको जीवनस्तरमा सुधार गर्न, मान्छेले आफ्नो जीवनस्तरमा सुधार गर्नु पर्यो भने उसलाई वित्तीय साक्षरताको आवश्यकता पर्छ। पहिला त्यो बुझ्नु पर्यो हामीले। अर्को उपयुक्त वित्तीय योजना बनाउन र निर्णय गर्नको लागि पनि वित्तीय साक्षरता चाहिन्छ। उपयुक्त वित्तीय योजना बनाउनु पर्यो, उपयुक्त ढङ्गको वित्तीय निर्णय गर्नु पर्यो, त्यसको लागि पनि मान्छेलाई वित्तीय साक्षरताको आवश्यक पर्छ। त्यस कारणले पनि महत्त्वपूर्ण छ। अर्को स्रोत साधनको चाहिँ प्रभावकारी उपयोग गर्न, अधिकतम उपयोग गर्नको लागि पनि वित्तीय ज्ञान, वित्तीय साक्षरता आवश्यक छ। आफूसँग उपलब्ध स्रोत साधनको अधिकतम उपयोग र त्यसको चाहिँ उपयुक्त प्रयोग गर्नको लागि पनि आवश्यक छ भनेर हामीले भन्छौँ। त्यसपछि अर्को हामी बुझ्छौँ वित्तीय पहुँच अभिवृद्धि गर्नु पर्यो। मुलुकभरि नै वित्तीय पहुँचको अभिवृद्धि गर्नु पर्यो भने पनि हामीलाई वित्तीय साक्षरताको आवश्यकता पर्छ। त्यसको सँगसँगै वित्तीय समावेशितामा वृद्धि गर्नु पर्यो, इन्क्लुसिभ फाइनान्सको व्यवस्था गर्नु पर्यो। वित्तीय समावेशिता भने पनि त्यसको लागि पनि वित्तीय साक्षरता आवश्यक हुन्छ। अर्को वित्तीय साक्षरता किन आवश्यक छ भन्दाखेरि चाहिँ सँगसँगै पनि म बताउँछु। वित्तीय साक्षरता भयो भनेदेखि नागरिकले आफ्नो सही व्यक्तिगत बजेट चाहिँ उसले सही ढङ्गले बनाउन सक्छ। व्यक्तिगत लगानी राम्रोसँग बनाउन सक्छ। व्यक्तिगत बजेटलाई राम्रोसँग प्रभावकारी रूपले बनाउन, व्यक्तिगत योजनालाई प्रभावकारी बनाउनको लागि पनि वित्तीय साक्षरता त्यसको लागि पनि आवश्यक छ भनेर हामीले भन्न सक्छौँ। अर्को वित्तीय सुशासनको लागि, वित्तीय अनुशासनको लागि पनि वित्तीय साक्षरता आवश्यक हुन्छ भनेर हामीले भन्छौँ। अर्को वित्तीय अधिकारको संरक्षण गर्नु पर्यो भने पनि वित्तीय साक्षरता आवश्यक हुन्छ। मान्छेले आफ्नो वित्तीय अधिकारको राम्ररी संरक्षण गर्नु पर्यो भने पनि वित्तीय साक्षरताको आवश्यकता पर्छ भनेर हामीले भन्छौँ। अब म यति 3.5मा हामी यति भनिसकेपछि अर्को 3.5 चाहिँ डिजिटल साक्षरता किन चाहिन्छ भनेर हामीलाई सोधेको छ। म यो बताउँछु। अहिले 21औं शताब्दीको ब्याङ्किङले चाहिँ मोडल चाहिँ डिजिटल मोडलमा गइसकेको छ। संसारभरि नै डिजिटल मोडलको ब्याङ्किङको अभ्यास छ। त्यसैले संसारको ब्याङ्किङ प्रणाली बुझ्नको लागि पनि डिजिटल ब्याङ्किङ अथवा डिजिटल साक्षरता चाहिँ आवश्यक छ भनेर हामीले भन्छौँ। अनलाइन ब्याङ्किङ, मोबाइल ब्याङ्किङ र विभिन्न एप्सहरूको प्रयोग गर्नको लागि अथवा भुक्तानीका साधनहरूको बारेमा राम्रोसँग जानकारी पाउनको लागि पनि हामीलाई डिजिटल साक्षरता आवश्यक हुन्छ। केवाइसी, नो योर कस्टमर, एन्टी मनी लान्ड्रिङ जस्ता कुराहरू र अवैध रूपमा हुने कारोबारहरूको नियन्त्रण गर्न, त्यसको बारेमा जानकारी थाहा पाउनको लागि पनि हामीलाई डिजिटल ब्याङ्किङ चाहिन्छ। अर्को त्यसको डिजिटल चाहिँ साक्षरता आवश्यक हुन्छ। अर्को हामीले के बुझ्नु पर्यो भने नवीनतम प्रयोग गर्नु पर्यो, नवीनतम ज्ञान थाहा पाउनु पर्यो। ब्याङ्किङ प्रणालीको नागरिकले भने पनि उसलाई पनि डिजिटल साक्षरताको आवश्यक पर्छ। आर्टिफिसियल इन्टेलिजेन्स जुन प्रयोग भइरहेको छ ब्याङ्किङ प्रणालीमा, त्यो बुझ्नको लागि पनि हामीलाई डिजिटल शिक्षाको आवश्यक पर्छ। सँगसँगै चाहिँ डिजिटल किन पनि चाहिन्छ भनेर भन्यो भने एउटा इन्फर्मेसनको बारेमा बुझ्न, डिजिटल्ली इन्फर्मेसनहरू कम्युनिकेट गर्न, डिजिटल्ली इन्फर्मेसनहरू क्रिएट गर्नको लागि डिजिटल्ली इन्फर्मेसन क्रिएट गर्नु पर्यो। तिमीले कुनै पनि इन्फर्मेसन्सहरू दिएर डिजिटल्ली बुझाउनु पर्यो, कसैलाई कम्युनिकेट गर्नु पर्यो, कसैलाई चाहिँ डिजिटल चाहिँ कुराहरू लेखेर चाहिँ बुझाउनु पर्यो, कम्युनिकेट गर्नु पर्यो भने पनि हामीलाई डिजिटल शिक्षाको आवश्यक पर्छ।
अर्को डिजिटल कन्टेन्ट बनाउनु पर्यो, कुनै पनि विषयमा डिजिटल कन्टेन्ट बनाउनु पर्यो। डिजिटल कन्टेन्ट नबनाइकन त हामीले इन्फर्मेसन पनि पास गर्न सक्दैनौँ, हाम्रो भुक्तानी पनि रोकिन्छ, भुक्तानी पनि हुँदैन, इन्फर्मेसन पनि पर्याप्त दिएको हुँदैन। त्यस कारणले डिजिटल कन्टेन्ट उत्पादन गर्नको लागि पनि हामीलाई डिजिटल शिक्षा आवश्यक पर्छ। अर्को डिजिटल्ली कम्युनिकेट गर्नु पर्यो, मान्छेलाई डिजिटल्ली कम्युनिकेट गर्नुपर्ने हुन्छ, त्यसको लागि पनि डिजिटल ज्ञान चाहियो। त्यो भयो भने मात्रै हामीले डिजिटल कम्युनिकेसन गर्न सक्छौँ। अर्को प्रविधिमा आधारित बैङ्किङ प्रणालीलाई एक्सटेन्सन गर्नको लागि, विस्तारित गर्नको लागि पनि हामीलाई डिजिटल साक्षरता चाहिन्छ। अर्को विभिन्न प्रकारको प्रविधिको सुरक्षाको लागि हामीले अहिले प्रविधि मैत्री ब्याङ्किङ प्रणालीको प्रयोग गरिरहेका छौँ, त्यसको सेफ्टीको लागि पनि हामीलाई डिजिटल साक्षरता चाहिँ त्यसको लागि पनि आवश्यक हुन्छ। यसरी आधुनिक ब्याङ्किङ प्रणालीमा वित्तीय साक्षरता र डिजिटल साक्षरता दुवै नै उत्तिकै महत्त्वपूर्ण छन्। यो दुवैको सही प्रयोगले नै प्रविधि मैत्री ब्याङ्किङ प्रणालीलाई ठुलो टेवा पुग्न सक्दछ भनेर हामी लास्टमा चाहिँ नि कन्क्लुजन लेख्छौँ। यसरी हामीले यो प्रश्नको उत्तर चाहिँ हामी यो तरिकाबाट दिन्छौँ भनेर मैले तिमीहरूलाई बताएँ है त। यो क्लास मैले अहिले नेपालीमै बताइरहेको छु, इङ्ग्लिसमा पनि भन्नुपर्ने भएमा भनिदेउँला। कसैले इङ्ग्लिस भनेर भनेन, सबै नेपाली होला कि भनेर मैले नेपालीमा यो बताइदिएको। इङ्ग्लिसवाला पनि छ भने सर इङ्ग्लिसमा भनिदिनुहोस् भनेर भन्नु, म इङ्ग्लिसमा बताइदिएकै हुन्छु, बताइदिन्छु। यति कुरा हामी 2 नम्बरमा चाहिँ यसरी हामी जान्छौँ। अब 3 नम्बरमा चाहिँ के छ भने नेपाल राष्ट्र ब्याङ्कको वर्तमान सङ्गठनात्मक स्वरूपको बारेमा लेख्नु भनेर भनेको छ। यो भनेको अर्गनाइजेसनल स्ट्रक्चरको बारेमा लेख भनेको, नेपाल राष्ट्र ब्याङ्कको अर्गनाइजेसनल स्ट्रक्चरको बारेमा। अब म इङ्ग्लिसमा पनि बताइदिन्छु। नेपाल राष्ट्र ब्याङ्क इज सेन्ट्रल ब्याङ्क अफ नेपाल. It is the central monetary authority of Nepal and it is established according to Nepal Rashtra Bank Act 2012. In Nepal Rashtra Bank, the organizational structure has been defined in NRB Act 2058. Nepal Rashtra Bank को ऐन 2058 मा हाम्रो NRB Act को ले संगठन संरचनाको बारेमा उल्लेख गरेको छ। The organizational structure of Nepal Rashtra Bank has been set up, has been fixed, has been clearly mentioned in NRB Act 2058. The existing structure of Nepal Rashtra Bank is as follows भनेर नेपाल राष्ट्र ब्याङ्कको अहिलेको संरचना के छ भनेर अब हामीले बनाउनु पर्ने हुन्छ। सबभन्दा पहिला चाहिँ इन द टप अफ द अर्गनाइजेसन स्ट्रक्चर अफ नेपाल राष्ट्र ब्याङ्क बोर्ड अफ डिरेक्टर्स विल बी दियर इन द टप अफ द अर्गनाइजेसन। सबभन्दा माथि चाहिँ हाम्रो बोर्ड अफ डिरेक्टर हुन्छ, यो 7 जनाको हुन्छ भनेर लेख्ने होइन। सबभन्दा पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कको सबभन्दा माथि चाहिँ बोर्ड अफ डिरेक्टर हुन्छ। इट कन्टेन 7 मेम्बर्स इन्क्लुडिङ द गभर्नर, गभर्नर, डेपुटी गभर्नर, अर्थ सचिव र अर्को चाहिँ हाम्रो 3 जना चाहिँ सरकारले मनोनयन गरेको मान्छे सहित 7 जना। देयर आर 7 मेम्बर्स represent the board of director of the Nepal Rashtra Bank, including finance secretary and 3 members nominated by the government and 2 deputy governor and 1 governor. त्यसलाई हामीले बोर्ड अफ डिरेक्टर्स भनेर भन्छौँ। पहिला तिमी लेख्नु पर्यो। त्यो बोर्ड अफ डिरेक्टर्सको सँगै सिधै छ नि हाम्रो डेपुटी गभर्नर हुन्छ, त्यो हामी लेख्छौँ। 2 वटा चाहिँ हामीसँग डेपुटी गभर्नर छ। त्यो मैले डिजी भनेर लेखेको छु मैले। यो भनेको डेपुटी गभर्नर हो, यो भनेको डेपुटी गभर्नर 2, 2 वटा हाम्रो डेपुटी गभर्नर छ भनेर हामीले भन्छौँ। र यसको सँगै बोर्ड अफ डिरेक्टरसँगै गरेर एउटा यहाँ चाहिँ हाम्रो अडिटिङ कमिटी, लेखा समिति भनेर भन्छ। यो अडिटिङ कमिटी चाहिँ हाम्रो यहाँनिर हुन्छ भनेर तिमीले लेख्नु पऱ्यो। यो चित्रै बनाउने है, हाम्रो यहाँनिर अडिट कमिटी हुन्छ भनेर हामीले बनाउँछौँ। र अब यसपछि हामीले बिओडीको तल चाहिँ आज मैले यहाँनिर तिमीलाई एउटा अझ छुट्याइदिएछु। मैले यहाँनिर गभर्नर लेख्नुपर्ने हुन्छ। मैले यहाँ गभर्नर यहाँनिर लेखिदिएँ ल। यो गभर्नर है, तिमीहरूले बुझिराख्नु पऱ्यो। यो गभर्नर बनाएको मैले बिचमा छुटेछ, पहिला गभर्नर लेख्नुपर्छ, अनि गभर्नरसँग हुने भयो। सञ्चालक समितिको तल लेखा परीक्षण समिति हुन्छ, अनि गभर्नर हुन्छ है। अनि गभर्नरसँगै फेरि यो जिओबी भनेको गभर्नर हो। अनि गभर्नरसँगै तिमीले के बनाउन सक्छ एउटा भन्दाखेरि हाम्रो यो म्यानेजमेन्ट कमिटी भन्ने हुन्छ, जसलाई व्यवस्थापन समिति भनेर भन्छ। म्यानेजमेन्ट कमिटी यहाँनिर तिमीलाई म बताइदिन्छु। यहाँनिर हाम्रो म्यानेजमेन्ट कमिटी हुन्छ। यो गभर्नर चाहिँ 1 जना हुन्छ, बिओडी 7 जना हुन्छ, डेपुटी गभर्नर 1 हुन्छ, यो पनि एउटा हुन्छ भने म्यानेजमेन्ट कमिटीमा 4 जना हुन्छन्। 4 जना को हुन्छन्? गभर्नर हुन्छ, डेपुटी गभर्नर हुन्छ, त्यस 2टा डेपुटी, 1 गभर्नर, 2 डेपुटी गभर्नर र 1 चाहिँ सिनियर एक्जिक्युटिभ अफिसर भन्ने हुन्छ। एसइओ भनेको सिनियर एक्जिक्युटिभ अफिसर।
त्यो चाहिँ एकजना गरेर 4जनाको चाहिँ हाम्रो म्यानेजमेन्ट कमिटी हुन्छ जो गभर्नरको सिधा प्यारलली हुन्छ भनेर हामी लेख्नु पऱ्यो। अनि डेपुटी गभर्नर अन्तर्गत चाहिँ हाम्रो डेपुटी गभर्नर अन्तर्गत हाम्रो के छ त भन्दाखेरि चाहिँ नि डेपुटी गभर्नर अन्तर्गत रहने गरेर यहाँबाट तिमीले लेख्नुपर्छ। डेपुटी गभर्नर अन्तर्गत चाहिँ हाम्रो विभिन्न 18वटा डिपार्टमेन्टहरू यहाँ हुन्छ। डेपुटी गभर्नर अन्तर्गत गरेर यहाँ चाहिँ नि 18वटा हाम्रो डिपार्टमेन्ट हुन्छ भनेर तिमीले बनाउन सक्छौ। अन्डर डेपुटी गभर्नर 18 डिपार्टमेन्ट विल बी देयर। 18 डिपार्टमेन्ट हुन्छ। यो 18वटा डिपार्टमेन्ट चाहिँ कसरी हुन्छ भने 4वटा समूहमा इन 4 ग्रुप्स। 18 चाहिँ डिपार्टमेन्ट हुन्छ केमा हुन्छ 4 ग्रुपमा हुन्छ 4वटा समूहमा हुन्छ। म बताउँछु 4वटा समूह के हो। 2वटा डेपुटी गभर्नरले 4वटा समूह अन्तर्गत 18वटा डिपार्टमेन्टहरूको चाहिँ उनीहरूले मोनिटर गर्छ। 4वटा समूह भनेको के हो त भन्दा एउटा मोनिटरी एन्ड फरेन एक्सचेन्ज पोलिसी ग्रुप जसलाई हामीले के भन्छौँ मौद्रिक तथा विदेशी विनिमय नीति समूह भन्ने हुन्छ। अर्को एसिस्टेन्ट सर्भिस ग्रुप सहायक सेवा समूह भन्ने हुन्छ। 2टा भयो। त्यसपछि तिम्रो सँगसँगै छ नि रेगुलेसन एन्ड सुपरभिजन ग्रुप भन्ने हुन्छ नियमन तथा सुपरभिजन समूह। र अर्को हुन्छ ब्याङ्किङ म्यानेजमेन्ट ग्रुप। यसरी 4वटा समूह अन्तर्गत 18वटा डिपार्टमेन्टहरू हुन्छ भनेर लेख्नु पर्यो। विदिन 4 ग्रुप देयर आर 18 डिपार्टमेन्ट इन द अर्गनाइजेसन स्ट्रक्चर अफ नेपाल राष्ट्र ब्याङ्क लेख्नु पर्यो। अनि यही अन्तर्गत रहेर यो 18वटै डिपार्टमेन्ट अन्तर्गत फेरि यो डिपार्टमेन्ट भयो र यही 18वटा डिपार्टमेन्ट डिजी अन्तर्गत रहने गरेर हाम्रो 8वटा चाहिँ प्रदेश कार्यालय हुन्छ प्रोभिन्सियल अफिस। 8वटा चाहिँ प्रोभिन्सियल अफिस हुन्छ। सबै तिमीले बनाउनु पर्दैन। त्यहाँ अर्गनाइजेसन स्ट्रक्चर नेपाल राष्ट्र ब्याङ्कको वेबसाइटमा नै दिएको छ। तिमी त्यही पनि सार्न सक्छौ। 8वटा चाहिँ यसको प्रोभिन्सियल छ अफिस छ भनेर लेख्छौ। त्यस्तै 4वटा चाहिँ महाशाखा छ। 4वटा ग्रुपको सँगसँगै यहाँ 18 यसको यो डेपुटी गभर्नर अन्तर्गत रहने गरी 4वटा हाम्रो के छन् त महाशाखाहरू छन्। 4 महाशाखा जसलाई हामीले 4 डिपार्टमेन्ट पनि भन्छौँ। 4वटा महाशाखा छ हाम्रो। यो म बताउँछु। एउटा चाहिँ टक्सार महाशाखा भन्ने छ है। टक्सार महाशाखा टक्सार डिपार्टमेन्ट। अर्को चाहिँ ब्याङ्किङ ट्रेनिङ सेन्टर ब्याङ्किङ तालिम केन्द्र भन्ने छ। तेस्रो चाहिँ नि लिगल डिपार्टमेन्ट कानुन महाशाखा छ। चौथो फाइनान्सियल इन्क्लुजन एन्ड क्लाइन्ट अथवा कस्टमर प्रोटेक्सन्स डिपार्टमेन्ट भन्ने छ जसलाई हामीले वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा भनेर भन्छौँ। अनि एउटा फाइनान्सियल इन्फर्मेसन युनिट वित्तीय जानकारी इकाइ पनि छ। विदिन दिस 23 अर्गनाइजेसन्स युनिट आर देयर इन द अर्गनाइजेसन स्ट्रक्चर अफ नेपाल राष्ट्र ब्याङ्क भनेर लेख्ने। अब यसपछि के लेख्ने यदि बनाइसकेपछि भने द एक्जिस्टिङ अर्गनाइजेसन स्ट्रक्चर अफ नेपाल राष्ट्र ब्याङ्क इज according to the requirement of Nepal Rashtra Bank. Although certain reform and restructuring of this structure is required to make Nepal Rashtra Bank a capable regulatory agency, a competent regulatory agency and an efficient regulatory agency. भनेर यो सांगठनिक संरचनालाई आवश्यकता अनुसार यसलाई प्रभावकारी बनाउँदै लिएर गयो भने नेपाल राष्ट्र ब्याङ्क राम्रो संस्थाको रूपमा विकास हुन्छ। यसको लागि यसलाई पुनर्संरचना गर्नु आवश्यक छ। आवश्यकता अनुसार डेपुटी गभर्नर एक्जिक्युटिभ डिरेक्टर लगायतका पोस्टहरू सृजना गरेर यसलाई समयानुकूल बनाउन सकिन्छ भनेर नेपालीमा हामीले त्यसको कन्क्लुजन चाहिँ नि त्यसरी लेख्न सक्छौँ। यो तिम्रो स्ट्रक्चर चाहिँ सिधै हाम्रो वेबसाइटमा जुन छ तिमीले त्यो नै सारेर त्यहाँनिर बनाउन सक्छौ है। यसको फाइदा बेफाइदा कमजोरी केही लेख्नु परेन। यसमा रिस्ट्रक्चरिङ समय समयमा गर्दै जाने र यसलाई चाहिँ मोर रिजल्ट ओरिएन्टेड बनाउने रेगुलेसन गर्न सक्ने बनाउने टिमवर्कमा आधारित बनाउने गरियो भने यो सङ्गठनले राष्ट्र ब्याङ्कका उद्देश्य पुरा गर्नलाई र विश्वास कायम गर्नको लागि साँच्चीकै मद्दत पुर्याउँछ भनेर लेख्नुपर्ने हुन्छ। यो मैले तिमीलाई नेपाली इङ्ग्लिसमा पनि बताइदिएँ नेपालीमा पनि भने। अब म इङ्ग्लिसमा पनि बताउँछु नेपालीमा पनि बताउँछु किनकि हामीसँग इङ्ग्लिस नेपाली दुइटै भयो। 4बाट एकैचोटि 5मा आएछ। हामीलाई के भनेको छ भने पहिला यो what do you mean by money market and what do you mean by capital market? यो दुईटा कुरा हामीले बुझ्नु पर्यो। मुद्रा बजार र पुँजी बजारको परिचय दिँदै मुद्रा बजार र पुँजी बजारको संरचनाको अवस्था, यो मुद्रा बजार र पुँजी बजारको संरचना स्ट्रक्चरको पोजिसन कस्तो छ भनेर यसले सोध्यो
है स्ट्रक्चर अफ मनी मार्केट एन्ड क्यापिटल मार्केट कस्तो छ भनेर हामीलाई सोध्यो। पहिला हामीले मुद्रा बजार र पुँजी बजारको इन्ट्रोडक्सन दिनु पऱ्यो, त्यसपछि हामी यसको उत्तर चाहिँ 6 नम्बर चाहिँ देख्छौँ। मुद्रा बजार 2, पुँजी बजार 2 है। 2 नम्बर चाहिँ मुद्रा बजारको बारेमा लेख्नु पऱ्यो, 2 नम्बर पुँजी बजारको बारेमा लेख्नु पऱ्यो, अनि पछाडिको चाहिँ नि यसको संरचनाको अवस्था कस्तो छ भनेर हामीले लेख्नु पऱ्यो। संरचनाको अवस्था लेख्दा डेटाहरू चाहिँदैन, हाम्रो स्ट्रक्चर मात्रै कस्तो छ, त्यो स्ट्रक्चर चाहिँ ठिक छ कि छैन भन्ने मात्रै लेखे हुन्छ, कुनै तथ्याङ्क चाहिँ त्यहाँनिर आवश्यकता पर्दैन। हामीले मुद्रा बजार र पुँजी बजारको संरचना कस्तो प्रकृतिको छ भनेर मात्रै लेख्दा हुन्छ, त्यो राम्ररी काम गरेको छ कि छैन मात्रै लेखे हुन्छ, तथ्याङ्कै खास आवश्यक त्यसमा पर्दैन। अब पहिला चाहिँ हामीले के बुझ्नु पऱ्यो भने 1 वर्षभन्दा कम अवधिको तरलताको कारोबार गर्ने बजारलाई मुद्रा बजार भनिन्छ। मनी मार्केट इज द मार्केट वेयर less than 1 year or short-term liquidity are buy and sell. So the market of liquidity is called money market. 1 वर्षभन्दा कम अवधिका विभिन्न प्रकारका मौद्रिक उपकरणहरू मोनिटरी इन्स्ट्रुमेन्टको कारोबार हुने बजारलाई हामीले मुद्रा बजार भनेर भन्छौँ। The market where less than 1 year monetary instruments are buy and sell called मनी मार्केट। मनी मार्केटलाई चाहिँ 1 वर्षभन्दा कम अवधिका मौद्रिक उपकरणहरूको किनबेच गर्ने बजार भनेर भनिन्छ। इन दिस मनी मार्केट युजल्ली रिपो, रिभर्स रिपो, आउटराइट पर्चेज, आउटराइट सेल्स, रिपर्चेज एग्रिमेन्ट, ब्याङ्कर्स एक्सेप्टेन्स, सच टाइप्स अफ इन्स्ट्रुमेन्ट्स आर बाई एन्ड सेल। हामीले त्यसरी लेख्छौँ है। यो मुद्रा बजारमा विभिन्न प्रकारका रिपो, रिभर्स रिपो, आउटराइट पर्चेज, आउटराइट सेल्स, एनआरबी बन्ड जस्ता तरलता प्रवाह गर्ने वा तरलता प्रशोषण गर्ने उपकरणहरूको कारोबार हुने गर्छ भनेर हामीले लेख्छौँ। यति कुरा हामीले मुद्रा बजारमा यति लेखेपछि पुग्छ। अब पुँजी बजारको बारेमा लेख्नु पऱ्यो। 1 वर्षभन्दा बढी अवधिको पुँजी निर्माण गर्ने वा पुँजी सृजना गर्ने उद्देश्यले स्थापित बजारलाई पुँजी बजार भनेर बुझिन्छ। द मार्केट that is established for more than 1 year or long-term capital purpose is called capital market. In capital market, bond, share, debenture, and all the securities having more than 1 year life are buy and sell. यसरी पुँजी बजार भनेको विभिन्न प्रकारका शेयर, बन्ड, डिभेन्चर जस्ता ऋणपत्र जस्ता प्रतिभूति पत्रहरूको कारोबार गर्ने बजारलाई पुँजी बजार भनेर बुझिन्छ, जहाँ 1 वर्षभन्दा बढी अवधिका पुँजीका उपकरणहरूको शेयर, बन्ड, डिभेन्चरहरूको कारोबार हुने गर्दछ भनेर हामीले लेख्छौँ। यो चाहिँ मैले मुद्रा बजार के हो, पुँजी बजार के हो भनेर हाम्रो 4 नम्बरमा छ। 2 नम्बर मुद्रा बजारको बारेमा, 2 नम्बर पुँजी बजारको बारेमा परिचय दिँदाखेरि लेखेको भयो। यसलाई तिमीले बढाएर पनि लेख्न सक्छ, यसलाई एक्सटेन्सन गरेर अझै लामो बनाएर लेख्छु भने पनि लेख्न सकिन्छ। मैले तिमीलाई छोटकरीमा यो बताएँ। अब स्ट्रक्चर चाहिँ कस्तो छ त, नेपालमा मुद्रा बजारको स्ट्रक्चर कस्तो छ र पुँजी बजारको स्ट्रक्चर कस्तो छ भन्ने कुरा म तिमीलाई बताउँछु। स्ट्रक्चरलाई चाहिँ हामीले 2 किसिमले बुझ्छौँ। नेपालमा चाहिँ मुद्रा बजारको स्ट्रक्चर चाहिँ अर्गनाइज र अनअर्गनाइज छ। सङ्गठित संरचना पनि छ मुद्रा बजारको नेपालमा भने असङ्गठित संरचना पनि छ। अर्गनाइज स्ट्रक्चर एन्ड अनअर्गनाइज स्ट्रक्चर, बोथ स्ट्रक्चर आर एक्जिस्ट इन नेप्लिज मोनिटरी मार्केट। नेपालको मोनिटरी मार्केटमा, नेपालको मनी मार्केटमा अर्गनाइज र अनअर्गनाइज दुवै प्रकारको संरचनाहरू प्रयोगमा छन्, कार्यान्वयनमा छन् भनेर हामीले भन्न सक्छौँ। अब सङ्गठित मुद्रा बजार भनेको के हो त भन्दा साहु महाजनबाट, सराफबाट, यो सुन व्यापारीहरूबाट वा समाजमा यो मिटरब्याजीहरूसँग सामान्य 1 वर्षभन्दा कम अवधिको पैसाको कारोबार हुन्छ भने त्यसलाई अनअर्गनाइज्ड मनी मार्केट भनेर भन्छ। अनअर्गनाइज मनी मार्केटको सञ्चालन कसले गर्दो रहेछ त? त्यो कस्तो संरचना, त्यो संरचनाको सञ्चालन कसले गर्छ त भन्दा साहु महाजनहरूले, व्यापारीहरूले, त्यसपछि डिलरहरूले, सुनचाँदी व्यवसायीहरूले र सँगसँगै चाहिँ अर्को यो ब्याजमा पैसा दिने मान्छेहरूले सट्टेबाजी, पैसाको सट्टेबाजी गर्ने वा अर्को शब्दमा भन्ने हो भनेदेखि त्यसलाई हामीले के भन्छौँ त भन्दा अर्को तपाईँले बुझ्नुहुन्छ, यो जसले चाहिँ पैसा चाहिँ धेरै ब्याजमा लगाइरहेको हुन्छ त्यस्तोहरू पनि हामीले त्यसलाई अनअर्गनाइज्ड मनी मार्केटको रूपमा लिन्छौँ। अब अर्गनाइज्ड मनी मार्केट
भनेको चाहिँ नेपाल राष्ट्र बैंकले सञ्चालन गर्ने 1 वर्षभन्दा कम अवधिका मोनिटरी इन्स्ट्रुमेन्टको कारोबार हुने बजारलाई हामीले अर्गनाइज मनी मार्केट भनेर भन्छौँ। Organized money market is operated and managed by Nepal Rastra Bank. In Nepal Rastra Bank, there is an open market committee, खुला बजार ओपन मार्केट अपरेसन कमिटी, खुला बजार सञ्चालन समिति भन्ने छ। त्यो खुला बजार सञ्चालन समितिले यो मुद्रा बजारको कारोबार गर्ने त्यसले गर्छ। द ओपन मार्केट अपरेसन कमिटी conduct the transaction of money market in Nepal, that is organized money market. Unorganized भने कि सङ्गठित मुद्रा बजारको कारोबार चाहिँ त्यसले गर्छ भनेर हामीले बुझ्नु पर्यो। अब हामीले के बुझ्नु पर्यो भने यो सङ्गठित संरचनामा चाहिँ हाम्रो नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने विभिन्न प्रकारका ट्रेजरी बिलहरू, विभिन्न प्रकारका कमर्सियल पेपरहरू, विभिन्न प्रकारको चाहिँ नि रिपोहरू, रिभर्स रिपोहरू, ब्याङ्कर एक्सेप्टेन्सहरू, लेटर अफ क्रेडिटहरू, अनि यो फरेन करेन्सी डिपोजिट्स, विदेशी निक्षेप, विदेशी मुद्राको निक्षेप, स्वदेशी मुद्राको निक्षेप, कल निक्षेप, prize bond, bearer bond, these all are the monetary instruments of the Nepal Rastra Bank, issued by Nepal Rastra Bank. And in this structure, open market policy, open market operation committee will make auction of these different types of monetary instruments in the market, and it is operated through open market operation committee rules, regulations and guidelines. त्यसरी बुझ्नु पर्यो। In this structure, following types of instruments are buy and sell, like treasury bill, certificate of deposits, commercial acceptance, banker acceptance, commercial paper, repo, reverse repo, letter of credit, deposits in foreign currency, call deposits. These are the structure of money market for organized money market in Nepal. मुद्रा बजारको हाम्रो चाहिँ नि औपचारिक संरचनामा के पर्दो रहेछ नि त, ट्रेजरी बिल, त्यसपछि गएर चाहिँ हाम्रो विभिन्न प्रकारको चाहिँ नि ब्याङ्कर एक्सेप्टेन्सहरू, त्यसपछि गएर चाहिँ नि सँगसँगै सर्टिफिकेट अफ डिपोजिट्सहरू, रिपोहरू, रिभर्स रिपोहरू, आउटराइट पर्चेज, आउटराइट सेल, राष्ट्र बैंकले जो तरलताको लागि निष्कासन गर्छ त्यो चाहिँ हाम्रो सङ्गठित संरचनामा पर्छ भनेर लेख्नु पर्यो। अहिले नेपाल राष्ट्र बैंकले यही संरचनामा नै मोनिटरी इन्स्ट्रुमेन्ट्सहरू जारी गरेर यो मनी मार्केटको अपरेसन गर्ने गरेको छ भनेर लेख्ने। विदिन दिस सिस्टम नेपाल राष्ट्र बैंक ओपन मार्केट अपरेसन कमिटी प्रोभाइडिङ दिस डिफ्रेन्ट इन्स्ट्रुमेन्ट्स टु अपरेट मनी मार्केट स्ट्रक्चर फर्मल्ली भनेर हामीले लेख्छौँ। अब पुँजी बजारको संरचनाको कुरा गर्नु पर्यो फेरि हामीले भने in Nepal capital market, in capital market there are also two structure, organized structure and unorganized structure. Unorganized structure मा हाम्रो ओभर द काउन्टर मार्केट भन्ने हुन्छ। ओभर द काउन्टर मार्केट चाहिँ भनेको त्यस्तो बजार जहाँ सूचीकृत नभएका धितोपत्रहरू, ऋणपत्रहरू, बचत पत्रहरूको किनबेच हुन्छ, त्यसलाई अनअर्गनाइज्ड भनेर भन्छ। त्यसलाई ओभर द काउन्टर मार्केट भनेर भन्छ। ओभर द काउन्टर मार्केटको रूपमा पनि हामीले चाहिँ अनअर्गनाइज रूपमा नेपालमा पुँजी बजार सञ्चालन छ, जसलाई ओभर द काउन्टर मार्केट भनेर हामीले भन्छौँ। इन अर्गनाइज्ड फर्म देयर आर टू मार्केट, प्राइमरी मार्केट एन्ड सेकेन्डरी मार्केट। सङ्गठित रूपमा कुरा गर्ने हो, औपचारिक रूपमा कुरा गर्ने हो भने हामीसँग दुईवटा संरचना छ। एउटा चाहिँ नि हाम्रो प्राथमिक बजार छ, अर्को हाम्रो दोस्रो बजार छ। यो प्राथमिक बजार र दोस्रो बजार दुवैलाई हामीले कस्तो संरचनामा लिन्छौँ भन्दा यसलाई अर्गनाइज संरचनामा चाहिँ हामी लिन्छौँ। र अहिले के बुझ्नु पर्यो भने अन्डर दिस अर्गनाइज स्ट्रक्चर हामीसँग के छ, देयर आर बन्ड, डिभेन्चर, इक्विटी, के को स्ट्रक्चर, इक्विटी छ, बन्ड छ, डिभेन्चर छ, म्युचुअल फन्ड छ। युजुअल्ली इक्विटी, बन्ड, डिभेन्चर, म्युचुअल फन्ड एन्ड गभर्मेन्ट सेक्युरिटिज आर अपरेटेड इन अर्गनाइज्ड मार्केट। हाम्रो सङ्गठित पुँजी बजारमा को संरचनामा चाहिँ नि यस्ता चाहिँ इन्स्ट्रुमेन्ट्सहरूको कारोबार हुने गर्छ भनेर लेख्नु पर्यो। टु अपरेट दिस, यो पुँजी बजारलाई सञ्चालन गर्नको लागि हामीसँग एउटा स्टक एक्सचेन्ज छ, हामीसँग त्यस्तै गरेर सिडिएस एन्ड क्लियरिङ हाउस छ एउटा, त्यस्तै गरेर हामीसँग क्रेडिट रेटिङ एजेन्सी 3टा छन्, हामीसँग म्युचुअल फन्ड 22वटा छन्, स्पेसलाइज इन्भेस्टमेन्ट अर्गनाइजेसन्सहरू चाहिँ 13वटा छन्, डिपोजिटरी पार्टिसिपेन्ट 104वटा छन्,
हाम्रो 90वटा स्टक ब्रोकरहरू छ, स्टक डिलर 2टा छ र फन्ड म्यानेजर्स चाहिँ 16वटा छ। यिनीहरू मार्फतबाट, यी संस्थाहरू मार्फत हाम्रो चाहिँ नि यो अर्गनाइज मार्केट चाहिँ चलिरहेको हुन्छ र यसमा सँगसँगै चाहिँ हाम्रो के पनि पर्छ भन्दा यो लिस्टेड सेक्युरिटी लिस्टेड गर्ने लिस्टेड कम्पनीहरू पनि पर्छन्। प्रिफरेन्स सेयर पनि लेख्न मिल्छ गोविन्द चौधरीले भनेको है, गोविन्द चौधरीले त्यहाँ प्रिफरेन्स सेयर पनि पर्छ, त्यो पनि हाम्रो स्टक्सहरूमा लेख्न मिल्छ। अनि लास्टमा कन्क्लुजनमा के लेख्नु पर्यो भने इङ्ग्लिसमा लेख्ने मान्छेहरूले लेख्दाखेरि कसरी लेख्नु पर्यो भने द मनी मार्केट एन्ड क्यापिटल मार्केट आर द मेजर मार्केट अफ फाइनेन्सियल सिस्टम अफ नेपाल। सो फर मेकिङ फाइनेन्सियल सिस्टम हेल्दी and vibrant, money market and capital market should be efficient. नेपालमा मुद्रा बजार र पुँजी बजारलाई वित्त बजारका अभिन्न अङ्गको रूपमा लिइन्छ र वित्त बजारलाई राम्रो बनाउनको लागि, प्रभावकारी बनाउनको लागि यी दुवै बजारमा सुधार हुनु आवश्यक छ भनेर तिमीले कन्क्लुजनमा लेख्न सक्छ नेपालीमा लेख्ने मान्छेले। त्यहाँ इङ्ग्लिस पनि भन्ने भनेको हुनाले मैले यो इङ्ग्लिसमा पनि बताइदिएको है। तिमीहरूले इङ्ग्लिसमा छ भनेदेखि इङ्ग्लिसमा पनि म बताइदिन्छु भनेर बताइदिएको भए इङ्ग्लिस नेपालीमा दुइटैमा बताइदिन्छु ल। बिचमा म नेपालीमा मात्रै भने पनि मलाई सर इङ्ग्लिसमा भनिदिनु भनेर त्यहाँ लेख्नु होइन भने फेरि मलाई थाहा हुँदैन। प्रायः यहाँ नेपालीमा धेरै भएको हुनाले मैले नेपालीमै गरेर आएको हुन्छु। अब हामी केमा जान्छौँ त भने म भने मतलब हामीले अब केमा जान्छौँ त भने हामी अब दोहोरो लेखा प्रणालीको बारेमा कुरा गर्छौँ। दोहोरो लेखा प्रणाली भन्नाले के बुझिन्छ, यसलाई लेखा प्रणालीको प्रभावकारिता कसरी वृद्धि गर्दछ उल्लेख गर्नुहोस् भनेको छ। 5 नम्बरमा छ। अब दोहोरो लेखा प्रणालीकै बारेमा 5 मार्क्स कसरी लेख्ने तिमीलाई म बताइदिइहाल्छु, सजिलो छ। हामीले के भन्छौँ भने सिम्पली भन्दा दोहोरो प्रभाव र बराबर प्रभाव देखिने गरी राखिने लेखा प्रणालीलाई दोहोरो लेखा प्रणाली भनिन्छ। कारोबारहरूको दोहोरो प्रभाव र बराबर प्रभाव देखिने गरी राखिने लेखालाई दोहोरो लेखा प्रणाली भनिन्छ। फेरि म बताउँछु, अर्को शब्दमा फेरि लेख्नु पर्दैन तिमीहरूले। डबल एन्ट्री बुक किपिङ सिस्टम is a system of accounting that maintains books of account on double effect and equal effect principles. पहिला त्यो लेख्नु पर्यो है। लेख्दाखेरि अर्को फेरि लेख्नु पर्यो डबल एन्ट्री बुक किपिङ सिस्टम इज अ सिस्टम अफ बुक किपिङ द्याट मेन्टेन्स भेरियस बुक्स, लेजर, जर्नल एन्ड अदर नेसेसरी बुक्स फर डिस्क्लोजिङ ट्रान्ज्याक्सन। कारोबारहरूलाई खुलासा गर्ने उद्देश्यले आवश्यकता अनुसार खाता, सहायक खाताहरू तयार गरेर कारोबारहरूको खुलासा गर्ने प्रणालीलाई दोहोरो लेखा प्रणाली भनिन्छ। त्यसरी पनि हामी लेख्न सक्छौँ। अर्को दोहोरो लेखा प्रणाली कारोबारहरूलाई लेखा समीकरणमा प्रस्तुत गर्ने लेखा प्रणाली हो। डबल एन्ट्री बुक किपिङ सिस्टम इज अ सिस्टम अफ एकाउन्टिङ द्याट प्रेजेन्ट्स अकाउन्ट्स इन accounting equations like assets is equal to liabilities plus equity plus capital, सम्पत्ति बराबर पुँजी प्लस पुँजी, दायित्व प्लस ऋण को समीकरणमा कारोबारहरूलाई प्रस्तुत गर्ने लेखालाई दोहोरो लेखा प्रणाली भनिन्छ भनेर लेख्नु। त्यस्तै फेरि लेख्नु पर्यो दोहोरो लेखा प्रणालीको बारेमा भने डबल एन्ट्री बुक किपिङ सिस्टम इज एन एकाउन्टिङ सिस्टम वेयर एन एजम्पसन हेज बिन मेड फर एभ्री डेबिट द्याट इज इक्वल एन्ड अपोजिट क्रेडिट। हरेक डेबिटको ठिक विपरीत र बराबर क्रेडिट हुन्छ भन्ने मान्यतामा कारोबारको अभिलेख राख्ने लेखा प्रणाली दोहोरो लेखा प्रणाली हो। 5 मार्क्समा तिमीले खुइ यो लेखेर 1 पेजै भर्नुपर्ने हुन्छ। दोहोरो लेखा प्रणालीको विशेषता लेख्ने होइन यसमा। दोहोरो लेखा प्रणाली भनेकै के हो लेखिराख्ने हो। वाट इज डबल एन्ट्री बुक किपिङ, वाट इज डबल एन्ट्री बुक किपिङ भनेर तिमीले पहिलो चाहिँ प्याराग्राफ 4 लाइन 5 लाइनको, फेरि 4-5 लाइनको प्याराग्राफ नै दोहोरो लेखा प्रणालीकै बारेमा लेख्नु पर्यो, फेरि 4-5 लाइन पनि दोहोरो लेखा प्रणालीकै बारेमा लेख्नु पर्यो। यहाँ कुनै पोइन्ट्स केही लेख्न मिल्दैन। सिधा 4-5 लाइनको दोहोरो लेखा प्रणाली, फेरि 4-5 लाइनको दोहोरो लेखा प्रणाली भनेको के हो, फेरि 4-5 लाइन चाहिँ दोहोरो लेखा प्रणाली भनेको के हो। बरु राइटरको डेफिनेसन लेख्न मिल्छ, फलानु राइटरका अनुसार दोहोरो लेखा प्रणाली भन्नाले यसलाई बुझिन्छ भनेर लेख्न मिल्छ। यो तिमीले 5 नम्बर ल्याउनको लागि 1 पाना दोहोरो लेखा प्रणालीको बारेमा लेख्नु पर्यो। दोहोरो लेखा प्रणाली भनेको दोहोरो प्रभाव र बराबर प्रभाव राखेर लेखा प्रणाली राख्ने हो भन्ने मात्रले पुग्दैन, त्यो लामो लेख्नु पर्यो। किनकि क्वेसन चाहिँ 5 मार्क्समा माग्यो नि त यहाँ, त्यस कारणले हामीले 5 नम्बर यो लेख्नु पर्यो। अब पछाडिपट्टिको चाहिँ कुरालाई चाहिँ के भने यहाँ यो दोहोरो लेखा प्रणालीले कसरी चाहिँ
लेखा प्रणालीको प्रभावकारिता वृद्धि गराउँछ भन्ने चाहिँ हामी पोइन्ट लेख्दै एक्सप्लेन गर्छौँ। फेरि हरेक पोइन्टको पुष्टि गरेर लेख्ने हो किन हो भनेर। पोइन्ट त पोइन्ट लेख्छौँ अब यसमा यो 5 नम्बरको पछाडिको क्वेसनमा, तर त्यो पोइन्ट चाहिँ लामो लेख्छौँ। किन लामो लेख्छौँ भने त्यो पोइन्टले पुष्टि पनि गर्नुपर्छ कि यो लेखा प्रणाली चाहिँ दोहोरो लेखा प्रणालीले को प्रभावकारिता चाहिँ कसरी वृद्धि गर्छ त, लेखा प्रणालीको प्रभावकारिताले कसरी वृद्धि गर्छ भन्ने कुरा एक्सप्लेन गरेर लेख्नुपर्ने हुन्छ। सुई पोइन्ट मात्र लेखेर हुँदैन, पोइन्ट लेख्ने त्यसको एक्सप्लेनेसन गर्ने, यो 5 मार्क्समा। पुष्टि गर भनेको हुनाले मात्र पोइन्ट लेखेर पुग्दैन। त्यहाँ पुष्टि गर भनेर नलेखेको भएदेखि चाहिँ कसरी वृद्धि गर्छ भनेर नलेखेको भए प्रभावकारिता कसरी लेख्न सकिन्थ्यो है। यो सबै कुरा लेख्नलाई चाहिँ अलिक गाह्रो हुन्छ। लेखाउन चाहिँ म लेखाउँदिनँ बा, म मुखले भन्छु, तिमीहरू आफैले टिप्ने हो। सबभन्दा पहिला दोहोरो लेखा प्रणालीले कसरी लेखाको प्रभावकारिता वृद्धि गर्छ भने दोहोरो लेखा प्रणालीमा कारोबारको दोहोरो प्रभाव र बराबर प्रभाव हुन्छ। बिकज अफ द डबल इफेक्ट एन्ड इक्वल इफेक्ट देयर इज नो चान्स अफ मिस्टेक्स एन्ड इरर। दोहोरो प्रभाव र बराबर प्रभावकै कारणबाट कारोबारहरूमा गल्ती कमजोरी त्रुटि हुने चान्स कम हुन्छ। त्यसले लेखा प्रणालीको प्रभावकारितामा वृद्धि गर्छ। पहिलो एक पोइन्ट त्यो लेख्नु पर्यो। दोस्रो, दोहोरो लेखा प्रणालीमा कारोबारहरूको आन्तरिक जाँच हुन्छ। द्याट इज अ इन्टरनल चेक एन्ड कन्ट्रोल इन डबल एन्ट्री बुक किपिङ सिस्टम। द्याट्स वाइ एकाउन्ट अर मिस्टेक्स आर इमिडिएटली करेक्ट। दोहोरो लेखा प्रणालीमा कारोबारको आन्तरिक जाँच र आन्तरिक नियन्त्रण हुन्छ, जसले यदि गल्ती कमजोरी छ भने तुरुन्तै त्यसलाई हामी के गर्न सक्छौँ, सुधार गर्न सक्छौँ। यसले लेखा प्रणालीको प्रभावकारितामा वृद्धि गर्छ। दुईटा पोइन्ट, लामो पोइन्टै लेख्नु पर्यो अहिले भने जस्तै गर्नु। तेस्रो, दोहोरो लेखा प्रणालीले कारोबारहरूको विस्तृत विवरण उपलब्ध गराउँछ। इन डबल एन्ट्री बुक किपिङ सिस्टम डिटेल डेस्क्रिप्सन्स, डिटेल डिस्क्लोजर अफ ट्रान्ज्याक्सन्स आर मेड। कारोबारको यसले पूर्ण विवरण उपलब्ध गराउँछ, जसले गर्दा सही र यथार्थ अवस्था लेखाको देखाउन सकिन्छ। त्यसैले यसरी सही र यथार्थ ढङ्गले लेखा देखियो भने लेखा प्रभावकारी हुन्छ। यसले पनि लेखाको प्रभावकारिता वृद्धि गर्छ भनेर लेख्ने यो पोइन्टमा। फेरि अर्को पोइन्ट फेरि हामीले के लेख्नु पर्यो भने दोहोरो लेखा प्रणालीमा कारोबारहरूलाई लेखा समीकरणमा उल्लेख गरिएको हुन्छ। लेखा समीकरणमा उल्लेख गरिने हुनाले टु साइड आर अलवेज इक्वल भन्ने लेखाको मान्यतालाई पनि यसले पुष्टि गर्छ। टु साइड्स आर अलवेज इक्वल, दुईटा पक्ष सधैँ बराबर हुनुपर्छ भन्ने लेखाको मान्यतालाई यसैले स्पष्ट पार्छ, यसैले पुष्टि गर्छ। त्यस कारणबाट पनि लेखा प्रणालीको प्रभावकारिता यसले वृद्धि गर्छ। अर्को, दोहोरो लेखा प्रणालीले चाहिँ अर्को के गर्छ त भन्दा दोहोरो लेखा प्रणालीमा हामीले कारोबारहरूको सन्तुलन परीक्षण पनि गर्छौँ। ट्रायल ब्यालेन्स पनि हामी बनाउँछौँ। त्यो ट्रायल ब्यालेन्सले सम्पूर्ण कारोबारहरूको सारांश प्रस्तुत गर्छ। द समरी अफ all transactions, all ledger accounts are disclosed by the trial balance. त्यसले पनि हाम्रो लेखा प्रणालीको प्रभावकारिता चाहिँ वृद्धि गर्छ। र लास्टमा चाहिँ हामीले के लेख्नु पर्यो भन्दाखेरि चाहिँ दोहोरो लेखा प्रणालीले कारोबारहरूलाई सही ढङ्गले आवश्यकता अनुसारका बुक्सहरूमा प्रेजेन्ट गरेको हुन्छ। आवश्यकता अनुसारको बुक्सहरूमा, सो मेनी बुक्समा कारोबारको लागि कारोबारको पुष्टाइ गर्नको लागि आवश्यकता अनुसार थुप्रै विवरणहरू, थुप्रै खाताहरू दोहोरो लेखा प्रणालीमा बनाउन सकिन्छ, जसले लेखाको प्रभावकारितालाई वृद्धि गर्छ। अनि लास्टमा लेख्नु पर्यो, यी उल्लेखित तथ्यहरूले दोहोरो लेखा प्रणालीले लेखा प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्छ भन्ने कुरामा स्पष्ट हुन सकिन्छ भनेर लेख्नु पर्यो। फ्रम all these facts, it can be said that double entry bookkeeping system make effective accounting system. It is proved by the above mentioned fact. भनेर कन्क्लुजन चाहिँ तिमीहरूले इङ्ग्लिसमा लेख्ने मान्छेले यसरी लेख्न सक्छ। यो मैले तिमीहरूलाई यो कसरी लेख्ने भन्ने बताएको भयो। लेख्ने ठ्याक्कै पोइन्टहरू लेख्नलाई मैले बिस्तारै बोलेको थिएँ। कसैले टिप्न चाह्यो भने टिप्न पनि सक्छ। लेख्न चाहिँ मैले यहाँ आज लेखिनँ, फेरि अर्को दिन कुनै दिन लेख्नु पऱ्यो भने फेरि लेखिदिउँला।
अहिले चाहिँ मैले बिस्तारै भनिदिएँ मात्रै, किनकि अरू पनि क्वेसन छ, हाम्रो क्वेसन गर्ने हाम्रो धेरै छ, धेरै क्वेसन गर्नुपर्ने भएको कारणले मैले पोइन्ट लेख्नलाई टाइम नभएर नलेखेको मात्र है। त्यसरी तिमीहरूले बुझ्नु पर्यो। फेरि पनि हामी पढ्छौँ। अब अर्को छ हाम्रो आन्तरिक नियन्त्रण प्रणालीलाई परिभाषित गर्नुहोस्। आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यालय व्यवस्थापनको मुख्य औजार भनिन्छ, पुष्टि गर्नुहोस् भनेर लेखाएको छ त्यहाँ। पहिला हामीले आन्तरिक नियन्त्रण प्रणाली भनेको के भनेर 4 मार्क्समा लेख्नु पऱ्यो। अनि आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यालय व्यवस्थापनको मेन इन्स्ट्रुमेन्ट किन भन्छ, किन मेजर टुल्स भन्छ, त्यो कुरा चाहिँ 6 मार्क्समा लेख्नु पऱ्यो। अब यो पनि पुष्टि गर भनेको छ। पुष्टि गर्नुपर्ने कारणले गर्दा यो पनि पोइन्टमा लेखे पनि एक्सप्लेन गर्दै पुष्टि गर्नुपर्ने हुन्छ यसमा पनि है। त्यसरी हामी लेख्नुपर्ने हुन्छ। पहिला हामीले आन्तरिक नियन्त्रण प्रणालीको बारेमा म बताउँछु, अनि त्यसपछि मात्रै हामीले यसको किन यसलाई औजार मानिन्छ भनेर म त्यसपछि भनौँला। सबभन्दा पहिला इन्टर्नल कन्ट्रोल क्यान बी डिफाइन एज अ डायनामिक सिस्टम अफ रिस्क म्यानेजमेन्ट। जोखिम व्यवस्थापन गर्ने गतिशील प्रणालीलाई आन्तरिक नियन्त्रण प्रणाली भनिन्छ। जोखिम व्यवस्थापन गर्ने गतिशील प्रणाली नै आन्तरिक नियन्त्रण प्रणाली हो। के लेख्नु पऱ्यो त? यही छ, डायनामिक सिस्टम अफ म्यानेजिङ रिस्क इज कल्ड इन्टर्नल कन्ट्रोल। पहिला हामी यसरी लेख्छौँ। फेरि हामी के लेख्छौँ भन्दाखेरि आन्तरिक नियन्त्रण भनेको तालुक निकायले माताहतका निकायहरूको कामहरूको सम्बन्धमा गरिने निगरानी, सुपरिवेक्षण, नियन्त्रणलाई आन्तरिक नियन्त्रण भनेर बुझिन्छ। अर्को लाइनमा हामी त्यो लेख्छौँ, द सुपरभिजन, रेगुलेसन्स, मोनिटरिङ एक्सेट्रा मेड बाई अप्पर लेभल अफिस टु देयर सबअर्डिनेट अफिस इज कल्ड द इन्टर्नल कन्ट्रोल सिस्टम। 2 मा हामी त्यो लेख्छौँ। तेस्रो प्याराग्राफमा आन्तरिक नियन्त्रण प्रणालीलाई वित्तीय नियन्त्रण प्रणाली र प्रशासनिक नियन्त्रण प्रणालीको रूपमा पनि लिइन्छ। इन्टर्नल कन्ट्रोल सिस्टम इज कल्ड फाइनान्सियल कन्ट्रोल एन्ड एडमिनिस्ट्रेटिभ कन्ट्रोल। एडमिनिस्ट्रेटिभ कन्ट्रोलमा सङ्गठनको संरचनाको नियन्त्रण गर्ने, कर्मचारीको काम कर्तव्य अधिकारको नियन्त्रण गर्ने जस्ता कुराहरू पर्दछन् भने वित्तीय नियन्त्रणमा वित्तीय विवरणहरू स्पष्ट बनाउने, लेखा परीक्षण प्रभावकारी बनाउने जस्ता कुराहरू वित्तीय नियन्त्रण अन्तर्गत पर्दछन् भनेर लेख्नु पर्यो। 4 मार्क्समा, यो 4 मार्क्समा सोध्या छ, लामो लेख्नुपर्छ यो। आन्तरिक नियन्त्रण प्रणाली भनेको कोसो मोडल हो भनेर लेख्यो भने त्यो ठन्डुराम भयो, त्यो त्यस्तो उत्तर लेखेर पास हुन्न। आन्तरिक नियन्त्रण प्रणालीलाई कोसो मोडल भनेर बुझिन्छ भनेर लेख्ने होइन, त्यो लेखेर जान्छ त्यो एकैचोटि। पहिला यो लेख्ने अनि मात्र बल्ल कोसोको कुरा गर्ने हो। तिम्रो नेट सेटमा त्यो पाइन्छ, अनि झ्यापझ्याप त्यही कुरा लेखेर हिँड्छ, त्यसरी मात्र हुँदैन। हैबा राजा हो, यसरी बुझ्नु पर्यो। अर्को के लेख्नु पर्यो? आन्तरिक नियन्त्रण प्रणालीलाई हार्डवेयर कन्ट्रोल र सफ्टवेयर कन्ट्रोल पनि भनिन्छ। हार्डवेयर कन्ट्रोलमा यो टेबल, कुर्सी, बेन्च, फर्निचर, कम्प्युटर जस्ता इक्विपमेन्टहरूको नियन्त्रण गर्ने कुरा पर्छ भने सफ्टवेयर कन्ट्रोलमा चाहिँ हाम्रो विभिन्न प्रकारका प्रोग्रामहरू, कम्प्युटर प्रोग्रामहरू कन्ट्रोल गर्ने कुरा त्यसमा पर्छ भनेर हामीले लेख्छौँ। आन्तरिक नियन्त्रण प्रणालीलाई कोसो मोडलको रूपमा समेत बुझ्ने गरिन्छ। एक लाइन जम्मा एक लाइन लेख्ने, यसलाई कोसो मोडलको रूपमा समेत बुझ्ने गरिन्छ भनेर लेखिदियो, सिद्धियो। यति चाहिँ हामीले 4 नम्बरमा हामी यति कुरा लेख्न सक्छौँ। अब यो 4 मार्क्स पछाडिको 6 मार्क्स छ। यो आन्तरिक नियन्त्रण प्रणाली कार्यालय व्यवस्थापनको मुख्य औजार के हो भनेर भनेको छ, किन हो भनेर भनेको छ। पहिलो के लेख्नु पऱ्यो भने कार्यालय व्यवस्थापनको मुख्य मार्गदर्शकको रूपमा आन्तरिक नियन्त्रण प्रणाली रहेको हुन्छ। त्यसैले भन्ने गरिन्छ आन्तरिक नियन्त्रण प्रणाली संस्थाको व्यवस्थापनको मुटु हो, त्यसरी पनि लेख्न सकिन्छ। इन्टर्नल कन्ट्रोल सिस्टम इज अ बेस फर अर्गनाइजेसन म्यानेजमेन्ट। फर अफिस म्यानेजमेन्ट, इन्टर्नल कन्ट्रोल सिस्टम इज इसेन्सियल एन्ड इट फोकस्ड टु मेक इफेक्टिभ अर्गनाइजेसन भनेर हामीले लेख्न सक्छौँ। अब कार्यालय व्यवस्थापनको लागि आन्तरिक नियन्त्रणलाई मुख्य औजारको रूपमा लिइन्छ। यसलाई निम्न बुदाबाट पुष्टि गर्न सकिन्छ भनेर हामीले अब बल्ल बुदा लेख्नुपर्ने भयो। अब के लेख्ने त भन्दा पहिला 1 नम्बरमा इन्टर्नल कन्ट्रोलले, आन्तरिक नियन्त्रणले संस्थाको कार्य वातावरणलाई, इन्टर्नल कन्ट्रोलले संस्थाको कार्य वातावरण, वर्किङ इन्भाइरोमेन्टलाई सुमधुर बनाउँदछ। द वर्किङ इन्भाइरोमेन्ट अफ द अर्गनाइजेसन्स विल बी operational or workable through
इन्टरनल कन्ट्रोल सिस्टम। त्यसैले द्याट्स वाइ इन्टरनल कन्ट्रोल इज एन इम्पोर्टेन्ट इन्स्ट्रुमेन्ट अफ अफिस म्यानेजमेन्ट। कार्यालय व्यवस्थापनको लागि अफिस वातावरण राम्रो हुनुपर्छ, कार्यालयको वातावरण राम्रो हुनुपर्छ। त्यो इन्भाइरोमेन्ट, अफिस इन्भाइरोमेन्टलाई राम्रो बनाउने काम चाहिँ हाम्रो आन्तरिक नियन्त्रण प्रणालीले गर्छ। यसले कर्मचारीको काम कर्तव्य अधिकार के हो भने तोकिदिन्छ, रुल के हो भने डिफाइन गरिदिन्छ, जसको कारणले कार्यालय व्यवस्थापन राम्रो हुन्छ भनेर 1 नम्बर पोइन्टमा हामी त्यो लेख्छौँ। नम्बर 2, कार्यालय व्यवस्थापनमा विभिन्न प्रकारका जोखिमहरू हुने गर्दछन्। कार्यालय व्यवस्थापनको क्रममा विभिन्न जोखिमको सामना गर्नुपर्ने हुन्छ। ती जोखिमहरू पहिचान गरेर त्यसलाई नियन्त्रण गर्ने र त्यो जोखिमलाई कम गर्ने काम आन्तरिक नियन्त्रणले गर्छ। त्यसैले कार्यालय व्यवस्थापनको मुख्य औजारको रूपमा आन्तरिक नियन्त्रण प्रणालीलाई लिइन्छ। दोस्रो पोइन्ट भने मैले। तेस्रो, आन्तरिक नियन्त्रण प्रणालीले संस्थामा समन्वय, सहकार्य र सञ्चारलाई प्रवर्धन गर्दछ। इन्टरनल कन्ट्रोल सिस्टम प्रमोट कोअर्डिनेसन्स, कोअपरेसन्स एन्ड कन्ट्रोल इन अर्गनाइजेसन्स। त्यसले कोअर्डिनेसन पनि गर्छ, कोअपरेसन पनि गर्छ, कन्ट्रोल पनि गर्छ, जसको कारणले गर्दा कार्यालय व्यवस्थापन प्रभावकारी हुन्छ। फ्रम दिज वे अफिस म्यानेजमेन्ट विल बी इफेक्टिभ। त्यस कारणले पनि यो आन्तरिक नियन्त्रण प्रणाली कार्यालय व्यवस्थापनको मुख्य औजार हो भनेर लेख्नु पर्यो। फेरि अर्को लास्टमा छ, आन्तरिक नियन्त्रण प्रणालीले कार्यालयको सम्पूर्ण क्रियाकलापहरूलाई स्रोत साधनहरूलाई दक्ष एवं प्रभावकारी रूपमा उपयोग गर्दछ, जसबाट कार्यालयले आफ्ना लक्ष्य वा उद्देश्य प्राप्त गर्दछ। त्यसैले आन्तरिक नियन्त्रण प्रणाली कार्यालय व्यवस्थापनको मुख्य औजार हो। त्यो लेख्न। अब अर्को पोइन्ट लेख्नु पर्यो। आन्तरिक नियन्त्रण प्रणालीले कार्यालयलाई लक्ष्य उन्मुख बनाउँछ, उद्देश्य उन्मुख बनाउँछ, मिसन उन्मुख बनाउँछ, जसले गर्दा कार्यालयका उद्देश्यहरू हासिल हुन्छन्। त्यसैले आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यालय व्यवस्थापनको औजारको रूपमा लिइन्छ। त्यो पनि तिमीले लेख्न सक्छौ। लास्टमा तिमीले के लेख्ने, अर्को एउटा पोइन्ट पनि बताउँछौ। आन्तरिक नियन्त्रण प्रणालीले कार्यालय व्यवस्थापनलाई समयानुकूल बनाउँछ, परिवर्तनीय बनाउँछ। फ्रम इन्टरनल कन्ट्रोल, अर्गनाइजेसन म्यानेजमेन्ट, अफिस म्यानेजमेन्ट विल बी रिजल्ट ओरिएन्टेड एन्ड टाइमली। दिज एबोभ फ्याक्ट, यी माथि उल्लेखित तथ्यहरूले आन्तरिक नियन्त्रण प्रणाली कार्यालय व्यवस्थापनको मुख्य औजार हो भन्ने कुराको पुष्टि गर्दछन्। These above mentioned fact clearly prove that internal control system is an important tools of office management. यो चाहिँ तिमीले कन्क्लुजनमा लेख्ने भयो। यसरी हामी यो अहिले मैले तिमीलाई जुन कुराहरू बताएँ, यो प्रश्नको उत्तर आन्तरिक नियन्त्रण प्रणालीको हामी यसरी दिन्छौँ। यो तिमीहरूले अहिले मैले जसरी भने, मलाई लेख्न चाहिँ अलिकति तिमीलाई लेखाउन सकिनँ, मैले टाइमको कारणले पनि लेखाउन सकिनँ। कुनै म लेखिदिउँला, लेख्नै पर्ने चिज चाहिँ म लेखिदिन्छु। यो चाहिँ अब अलिअलि किनभने हाम्रो फ्रिक्वेन्टली फिडब्याक क्लास भइरहेको छ। अर्को सेसनमा हामी अर्को गर्छौँ। तिमीहरूलाई यदि फिडब्याक क्लास बढी चाहिने भयो, जाँच चाहिँ अब जाँच आउन लागिसक्यो, हप्तामा बरु 2 दिन जाँच भए हुन्छ भन्ने भयो भने पनि हामी त्यो पनि व्यवस्था गरिदिन्छौँ। 2 दिन, 1 हप्तामा 2 चोटि जाँच भइदियो भने राम्रो हुन्छ भन्ने तिमीहरूलाई लाग्यो भने पनि यु हेभ टु रिक्वेस्ट विथ सेडेप। तिमीहरूले सेडेपसँग रिक्वेस्ट गर कि हामीलाई 1 हप्तामा 2 चोटि जाँच दिने व्यवस्था गरिदियो हुन्थ्यो सर भनेर। फिजिकल आउने मान्छेले फिजिकल्ली पनि हुन्छ, यहाँ स्याटरडे त भइ नै हाल्छ, एक्स्ट्रा चाहियो भने पनि तिमीहरू आउन सक्छ, भन्न सक्छ, तर तिमीले सेडेपमै रिक्वेस्ट गर्नुपर्छ। त्यो भने अनलाइनमा पनि तिमीलाई 1 हप्तामा 2 दिन क्लास भयो भने चाहिँ, यस्तो फिडब्याक क्लास भयो भने राम्रो हुन्छ भने त्यो पनि तिमीले अनुरोध गर्नुपर्छ। यु हेभ टु रिक्वेस्ट विथ सेडेप। सेडेपसँग तिमी रिक्वेस्ट गर्ने। विशेष गरिकन माधव सरलाई भन्ने, तिमीहरूले माधव सरलाई चाहिँ भन्ने, त्यहाँ भएको साथीहरूलाई भन्ने पनि हुन्छ, सर हामीलाई अब जाँचै आइसक्न लाग्यो, 2 टाइम्स भयो भने बेटर हुन्थ्यो भन्ने लाग्यो भने तिमीले 2 टाइम्सको लागि पनि तिमीले त्यहाँ रिक्वेस्ट गर्न सक्छ है। होइन एकैचोटिले पुगिरहेछ भने
एकैचोटिमा हुन्छ भने पनि इट्स इनफ, त्यसको लागि पनि चिन्ता गर्नु परेन। अब त्यो चाहिँ मलाई भन्ने होइन, मलाई भन्नुभन्दा पनि यु हेभ टु रिक्वेस्ट विथ द सेडेप, सेडेपसँग तिमीले रिक्वेस्ट गर्ने, अनि सेडेपले रिक्वेस्ट गरेपछि उहाँहरूले तिम्रो रिक्वेस्टलाई चाहिँ इन्टरटेन गरिदिनुहुन्छ र अनि पढ्नलाई चाहिँ सजिलो हुन्छ, लाग्यो इफेक्टिभ हुन्छ तिमीलाई लाग्यो भने यु विल गिभ एडभाइस टु द सेडेप फ्यामिली, सेडेप कोअर्डिनेटर्स एन्ड सेडेप म्यानेजर्स। ल यो चाहिँ मैले तिमीलाई बताएँ। अब म 7 नम्बरमा मैले जान्छु, त्यसपछि म कुरा गर्छु। यो हिसाब मिलान विवरण कसरी तयार गरिन्छ भनेर छ। यो हिसाब मिलान भन्दा पनि एउटा यहाँ बैंक हिसाब मिलान भन्ने थपे हुन्छ यो क्वेसनमा, किनकि त्यहाँ बैंक रिकन्सिलिएसन भने हुनाले यसमा हामीले के गर्नु पर्यो, बैंक हिसाब मिलान हो। यो बैंक हिसाब मिलान भन्नु र हिसाब मिलान भनेको फरक हुन्छ। बैंक हिसाब मिलान भनेको बैंक रिकन्सिलिएसन स्टेटमेन्ट हो, हिसाब मिलान भनेको बैंक रिकन्सिलिएसन स्टेटमेन्ट होइन। हिसाब मिलान भनेको शाखा हिसाब मिलान हो। हाम्रो विभिन्न बैंकमा बैंक अन्तर्गत विभिन्न शाखाहरू हुन्छ, त्यो शाखाहरू बीच विभिन्न कारोबारहरू भइरहेको हुन्छ, त्यसको हिसाब कसरी मिलाउने भन्नेलाई हामीले हिसाब मिलान भन्छौँ। बैंकले राष्ट्र बैंकसँग नि कारोबार गरिरहेको हुन्छ, राष्ट्र बैंक अन्तर्गतकै विभिन्न शाखाहरू प्रदेश कार्यालयहरूसँग पनि कारोबार हुन्छ, विभिन्न डिपार्टमेन्टहरूसँग नि कारोबार भइरहेको हुन्छ, त्यसकै हिसाब मिलान राष्ट्र बैंकले कसरी गर्छ भन्नेलाई पनि हामी हिसाब मिलान भन्छौँ। भने बैंकको आफ्नै बैंकको शाखाहरूसँग भएको कारोबारको हिसाब मिलान गर्नेलाई हामीले रिकन्सिलिएसन भनेर भन्छौँ। तर बैंक रिकन्सिलिएसन भन्यो भने चाहिँ यो बैंक हिसाब मिलान विवरण हो, जो तिमीले आइकममा पढिरहेको हुन्छ। आइकममा अथवा अहिले आइकम भन्दैन, +2मा चाहिँ जो मान्छेले अकाउन्ट पढिरहेको हुन्छ, 11 वा 12 क्लासमा चाहिँ यो बैंक रिकन्सिलिएसन स्टेटमेन्ट भन्ने म्यानेजमेन्ट पढ्ने केटाकेटीहरूले पढिरहेको हुन्छ अकाउन्टमा। त्यो चाहिँ बैंक रिकन्सिलिएसन स्टेटमेन्ट भयो, त्यसलाई भन्छ बैंक हिसाब मिलान विवरण। तर हिसाब मिलान विवरण चाहिँ पढेको हुँदैन, त्यो चाहिँ बैंकको इन्टरनल कुरा भयो, जागिर खाएपछि मात्रै थाहा हुने कुरा भयो यो, अथवा बैंकसँग मात्रै कनेक्सन भएपछि थाहा हुने कुरा भयो। अब म तिमीहरूलाई यो बैंक हिसाब मिलान विवरण कसरी तयार गरिन्छ भनेर तिमीलाई बताउँछु। हामीले पहिला के बुझ्नु पर्यो भने यो हिसाब मिलान भनेको के हो, पहिला हामी यो बुझ्नुपर्ने हुन्छ। केलाई भनिन्छ हिसाब मिलान, एकतालि म तिमीहरूलाई थोरै म लेखिदिन्छु, बिस्तारै ध्यान दिएर लेखिनु हुन्छ। बैंकको होइन कि कार्यालयको लेखा वा श्रेष्ठता, लेखालाई श्रेष्ठता पनि भन्छ। कार्यालयको लेखा वा श्रेष्ठतामा रहेको बैंक मौद्दात र बैंक स्टेटमेन्ट देखाउने अन्तिम बैंक मौद्दातको बीचमा समान अथवा सन्तुलन मिलेको छ वा छैन भनेर जाँच गर्ने प्रणालीलाई हामीले बैंक हिसाब मिलान भनेर भन्छौँ। बैंक हिसाब मिलान भने के रहेछ भने कार्यालयको लेखामा वा श्रेष्ठतामा रहेको बैंक मौद्दात र बैंक स्टेटमेन्टमा रहेको बैंक मौद्दात बराबर छ वा छैन, सन्तुलन छ वा छैन भनेर जाँच गर्ने, परीक्षण गर्ने र त्यसको बराबर छैन भने त्यसलाई बराबर बनाउनलाई गरिने विवरणलाई, बराबर बनाउन गरिने विवरणलाई हामीले बैंक हिसाब मिलान विवरण भनेर भन्छौँ। कार्यालय वा संस्थाको, सम्झिराख्ने, कार्यालय वा संस्थाको बैंक खाताको मौद्दात र बैंक स्टेटमेन्टमा भएको मौद्दात। कार्यालयको खातामा पनि बैंक मौद्दात छ भने बैंकमा पनि स्टेटमेन्टमा पनि मौद्दात छ। त्यो दुईटाको बिचमा फरक छ वा छैन भनेर त्यसको फरक पत्ता लगाएर हिसाब मिलान गर्ने कामलाई हामीले हिसाब मिलान विवरण भनेर भन्छौँ भनेर तिमीले देख्नु पर्यो। अब हिसाब मिलान विवरण कसरी तयार गरिन्छ भनेर भन्यो भने यो प्रोसेसको बारेमा सोधेको। हिसाब मिलान विवरण निम्न ढङ्गले तयार गरिन्छ। बैंक रिकन्सिलिएसन स्टेटमेन्ट has been made in following way, in following process. निम्न प्रक्रियाबाट हामी बैंक हिसाब मिलान तयार गर्छौँ। 1 नम्बरमा हामी के लेख्छौँ भन्दा सबभन्दा पहिला चाहिँ हामीले क्यास बुक बनाउँछौँ। नगद पुस्तिका तयार गरेर हामीले चाहिँ त्यसको बैंक महलमा अन्तिम मौद्दात कति छ भनेर पत्ता लगाउँछौँ। बैंक हिसाब मिलान विवरण बनाउने बेलामा सबभन्दा पहिला हामीले के गर्छौँ रे, क्यास बुकलाई टोटल गर्छौँ र क्यास बुकको बैंक ब्यालेन्स कति छ भनेर डिटरमाइन गर्छौँ। फर्स्ट वी मेक टोटल अफ क्यास बुक एन्ड फाइन्ड आउट द एक्ज्याक्ट बैंक ब्यालेन्स अन द्याट क्यास बुक। पहिलो प्रोसेस यो। दोस्रोमा हामी के लेख्छौँ भन्दाखेरि चाहिँ दोस्रोमा चाहिँ
we collect statement, bank statement or passbook from the bank. ब्याङ्कबाट चाहिँ ब्याङ्क स्टेटमेन्ट लिन्छौँ अनि पासबुक अथवा पासबुक लिन्छौँ। दुईटा पोइन्ट, पहिला हामी क्यासबुक बनाएर ब्याङ्क ब्यालेन्स निकाल्छौँ, दोस्रोमा चाहिँ ब्याङ्क स्टेटमेन्ट लिन्छौँ वा हामीले पासबुक लिन्छौँ ब्याङ्कसँग। त्यो ब्याङ्क स्टेटमेन्टलाई नै पासबुक भनिन्छ अहिले। दोस्रो पोइन्ट। तेस्रोमा हामी के गर्छौँ भन्दाखेरि चाहिँ तीनमा हामीले क्यासबुकको डेबिट र क्रेडिटलाई पासबुकको क्रेडिट र डेबिटसँग, क्यासबुकको चाहिँ नि डेबिट र क्रेडिटलाई पासबुकको चाहिँ के गर्छौँ त क्रेडिट र डेबिटसँग हामी मिलान गर्छौँ। पहिला के भने फेरि सम्झिराख्ने, क्यासबुकको डेबिट र क्रेडिटसँग हामीले कसलाई म्याच गर्छौँ रे? क्यासबुकको डेबिट र क्रेडिटसँग पासबुकको क्रेडिट र डेबिट। क्यासबुकको चाहिँ डेबिट र क्रेडिट, तर पासबुकको चाहिँ नि क्रेडिट र डेबिट। त्यो चाहिँ दुईटा म्याच गर्छ कि गर्दैन भनेर हामीले हेर्छौँ, भेडाउँछौँ। र क्यासबुकको डेबिट र क्रेडिट र पासबुकको क्रेडिट डेबिट मेल गराउँछौँ हामीले। तर त्यसको मेल नखाने, त्योसँग नमिल्ने कारोबारहरूलाई पहिचान गर्छौँ। अर्को पोइन्टमा के लेख्नु पर्यो? दोज आइटम विच आर नट रिकन्साइल्ड विथ क्यासबुक एन्ड पासबुक रेस्पेक्टिभली विथ डेबिट एन्ड क्रेडिट विल कलेक्टेड आइडेन्टिफाइड। हामी त्यसलाई पहिचान गर्छौँ। मेल नखाने कारोबारहरूको हामीले के गर्छौँ त वर्गीकरण गर्छौँ। र अनि के गर्छौँ? त्यो मेल नखाने कारोबार छुटिसकेपछि क्यासबुक वा पासबुकको आधारमा अन द बेसिस अफ क्यासबुक और अन द बेसिस अफ पासबुक वी मेक द ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट। त्यो फरक पत्ता लगाइसकेपछि, डेबिट र क्रेडिट नमिल्ने कुरा थाहा भइसकेपछि अनि हामी के गर्छौँ? क्यासबुक र पासबुकको ब्यालेन्सलाई आधार लिएर चाहिँ हामी ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट बनाउँछौँ भनेर हामीले चाहिँ यो कसरी तयार गरिन्छ भन्ने कुरामा चाहिँ हामीले यो लेख्ने भयो। अब उदाहरणसहित व्याख्या गर्नुहोस् पनि भनेको छ। त्यहाँ उदाहरणसहित व्याख्या गर्नुहोस् भन्यो भने हिसाबै गरेर हामीले गर्नुपर्ने हुन्छ। अब तिमीले के लेख्नु पऱ्यो भने क्यासबुक र पासबुकको हिसाब नमिल्ने कारणहरू चाहिँ निम्न हुन्छन् भनेर लेख्नु पऱ्यो। विवरण कसरी तयार गरिन्छ भने योसँग सकियो। अब क्यासबुक र पासबुकमा विभिन्न कारणले गर्दा हिसाब नमिल्ने हुन्छ भनेर हामीले फेरि लेख्नुपर्छ। त्यो कसरी हुन्छ भनेर भन्यो भने निम्न कुराहरूले गर्दा क्यासबुक र पासबुकको ब्यालेन्स बराबर हुँदैन भनेर लेख्नुपर्छ। 1 नम्बरमा भुक्तानी गर्न बाँकी चेकहरूको कारणले भनेर लेख्नु पर्यो। 2 नम्बरमा के लेख्नु पर्यो? चेक जारी गरिएको तर ब्याङ्कबाट भुक्तानी नदिएको। अर्को, चेक ब्याङ्कमा जम्मा गर्न पठाएको तर ब्याङ्कले क्यास गरि नसकेको। बताउँदै जान्छु। अर्को, खातावालाको तर्फबाट सिधै ब्याङ्कले रकम जम्मा गरिदिएको वा खातावालाको जानकारी बिना नै सर हजुर म क्लासमा छु, म हजुरलाई पछि फोन गर्छु, अथवा भोलि भेटौँला, भोलि भेट्दा नि केही फरक परेको छैन, भोलि भनौँला हजुरलाई बिहान। भोलि पनि बिदा? ल भोलि बेलुकासम्ममा म हजुरलाई भन्छु भनिहाल्छु। हस्, हामीले के बुझ्नु पर्यो भने यति भइसकेपछि अब मैले के बताएँ त भन्दा यो दुईवटा कुराहरू, चेक जम्मा गर्न पठाएको तर क्यास नगरेको, सिधै ब्याङ्कले चाहिँ ग्राहकको नामबाट भुक्तानी दिएको, सिधै ग्राहकको नाममा ब्याङ्कले इन्ट्रेस्ट डिभिडेन्डहरू जम्मा गरिदिएको र चेक चाहिँ अप्रत्याशित भएको, डिसनल अफ चेक भएको। यो यी कारणहरूले गर्दा क्यासबुक र पासबुकको ब्यालेन्स फरक पर्छ। र त्यो फरक परेको ब्यालेन्सलाई मिलान गर्नको लागि हामीले निम्न विवरण बनाउँछौँ भनेर लेख्नु पर्यो र उदाहरणको लागि भनेर लेख्नु पर्यो। अब उदाहरणको लागि लेखिसकेपछि तिमीले एउटा ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट चाहिँ हामीले अब बनाउनु पर्छ। अब तिमीले चाहिँ के बनाउनु पर्छ? ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट बनाउनु पर्छ। यसरी उदाहरणको लागि भनेर लेख्ने, उदाहरणको लागि यहाँनिर लेख्ने, उदाहरणको लागि। फर एक्जाम्पल है, इङ्ग्लिसमा मैले भनिदिइहालेँ, यहाँ भनेको छ उदाहरणको लागि भनेर। अब तिमीले 4वटा चाहिँ आफै आइटम बनाऊ, म यहाँ लेखिदिन्छु मात्रै। सबभन्दा पहिला चाहिँ सपोज लेख्ने, सपोज SUPPOSED, सपोज ब्याङ्क ब्यालेन्सेस पर क्यासबुक, ब्याङ्क ब्यालेन्स एज पर क्यासबुक इज 4000 है, यो लेख्नु पर्यो। अनि त्यसपछि गएर म अर्को लेखिदिन्छु, चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट, चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट, बट नट प्रेजेन्टेड फर पेमेन्ट। म लेख्दै जान्छु, यो आफैले बनाउने हो,
आफै दिमागमा राखेर त्यहाँ कोही दिँदै जाँचमा चाहिँ आफै उदाहरण 2400 एउटा राखिदिएको मात्रै मैले बनाइदिए मात्रै। अर्को तिम्रो सँगसँगै बताइदिन्छु इन्ट्रेस्ट क्रेडिटेड बाई ब्याङ्क। अर्को म लेख्दिएँ है इन्ट्रेस्ट क्रेडिटेड बाई ब्याङ्क, क्रेडिटेड बाई ब्याङ्क, इन्ट्रेस्ट क्रेडिटेड बाई ब्याङ्क। अझ थप लेख्नु पऱ्यो भने नि बाई ब्याङ्क, बट नट डेबिटेड इन क्यास बुक, बट नट डेबिट इन क्यास बुक, बट नट डेबिट इन क्यास बुक। सिबी भने क्यास बुक है, बट नट डेबिट इन क्यास बुक। क्यास बुकलाई मैले सिबी लेखिदिएछु त्यो तिमीलाई बुझ्न सजिलो हुन्छ। 200 यो अर्को यत्तिकै उदाहरण दिएको है। अर्को छ चेक पेड इन्टु ब्याङ्क बट नट क्यास्ट, चेक पेड इन्टु ब्याङ्क बट नट एट क्रेडिट लेखे नै हुन्छ, बट नट एट क्रेडिटेड अर क्यास्ट, एट क्रेडिटेड अर क्यास, क्रेडिटेड अर क्यास्ट एउटै कुरा है। यो अक्षर बुझ्छ बुझ्दैन मैले लेखिदिरहेको छु है त्यहाँनिर। यो चाहिँ मैले 1600 रुपियाँ लेखेँ है, 1600 रुपियाँ यो बनाइदिएँ तिमीलाई। अब अर्को एउटा पनि आइटम म थपिदिन्छु। अर्को छ अब म तिमीलाई लेखिदिन्छु ब्याङ्क चार्ज डेबिटेड इन पासबुक, ब्याङ्क चार्ज डेबिटेड इन पासबुक, डेबिट लेख्छु है, डेबिट इन पासबुक बट नट इन्टर्ड इन क्यास बुक, बट नट इन्टर्ड इन क्यास बुक भनेको नट क्रेडिट इन क्यास बुक भने पनि हो, यसको अर्थ त्यो पनि हो। यो पनि तिमीले लेख्न सक्छ। यो चाहिँ नि हाम्रो सँगसँगै चाहिँ नि 1000 रुपियाँ यहाँ पनि लेख यो। ल अब यस्तो छ भने अब हामीले ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट हामी यसरी बनाउँछौँ भनेर अब एउटा नयाँ लेख यसको यो चाहिँ प्रश्न भयो। अब तिमी ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट बनाऊ है त। म अर्को पानामा यो लेखिदिन्छु। अब हामी के गरौँ, यो ब्याङ्क रिकन्सिलिएसन म गर्दिनँ, गणित यहाँ गरिँदैन, मैले तिमीलाई यो मात्रै बताउँछु। यसलाई म पुरै मेट्दिउँ है त एकताली, यसलाई म यहाँ मेट्दिन्छु, तिमीलाई सजिलो पनि हुन्छ। इट इज अल लिङ्क अर स्लाइड। ल यो चाहिँ मैले कहाँ गयो, ल यो त हुन्न त। ठिक छ, अब यहाँनिर म बताइदिन्छु। अब हामी ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट यहाँ बनाउँछौँ यसरी। ल यहाँनिर तिमीले बनाउने भयो ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट। माथि टाउटकोमा लेख्नु पर्थ्यो, त्यहाँ लेखिदिएँ मैले है। यो थोरै गल्ती भयो है, थोरै यहाँ इरेजर ल्याउँ, यहाँनिर होइन, यहाँनिर लेखौँ है त। फेरि यहाँनिर पेन फेरि जाँदैन नि त, यो कता गयो, यहाँनिर कता गयो, पेनमा जानु पऱ्यो नि त। अब यहाँ लेख्ने ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट। है यो पनि चाहिँदैन, यो माथि पनि चाहिँदैन, माथि लेखिदिइहाल्यो पहिला। अब यहाँनिर म लेखिदिन्छु ब्यालेन्सेस पर क्यास बुक है पहिला, त्यो माथिको नभए पनि हुन्छ, एज पर क्यास बुक त्यो चाहिँदैन है, त्यो तिमीलाई लेखिदिएको मात्रै हो। क्यास बुक चाहिँ कति छ त हाम्रो 4000 छ। यहाँ एडमा दुईवटा आइटम जान्छ, एड दुईवटा आइटम जान्छ है। एउटा चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट, अर्को चाहिँ इन्ट्रेस्ट भन्ने दुईवटा जान्छ है। त्यसको एक नम्बर र 2 नम्बर, सिधै 1 नम्बर र 2 नम्बर दुईवटा जान्छ। एउटा चाहिँ नि 4000 छ, मैले पुरै तिमी आफै लेख है। 4000 छैन, एउटा कति छ अरे, एउटा पहिलो चाहिँ 2400 छ क्या अरे, 2400 र 200 छ है। यो 2400 छ यहाँ राख, अर्को 200 यहाँ राख, यो दुईवटा गरेर 2600 भयो। यहाँ कति नि भयो, 6600 भयो। अब यसपछि लेस गर, लेस चाहिँ हाम्रो 3 र 4 छ, 3 नम्बर र 4 नम्बर लेस गर्छ, त्यो 1600 र 1000 छ क्या अरे। यो 1600 छ, यो 1000 छ गरेर यो दुईवटा कति हुने भयो, 2600। एउटै रहेछ यहाँ ब्यालेन्स आउने पनि। हामीले यहाँ ब्यालेन्स पर पासबुक यस्तो भएको मात्रै हो फेरि, माथि 4000 भएपछि तल पनि 4000 हुन्छ, हुनुपर्छ भने होइन। ब्यालेन्सेस पर पासबुक है। अब यो निक्लिने हो भयो, यो उदाहरणसहित देखाऊ भनेपछि यसरी हामीले बनाउनु पर्ने हुन्छ। यहाँ पनि 4000 आयो। ल त्यो उदाहरणसहित देखाऊ भने दुईवटा उदाहरण राखेर तिमीहरूले गर्नुपर्छ। जाँचमा चाहिँ नि गर्दा हामी यसरी गर्छौँ। यो मैले तिमीहरूलाई आज अस्तिको क्वेसन्सको बारेमा गराएको भएँ। म्याथ र चाहिँ नि कम्प्युटरमा आज हामी गर्दैन, मैले यति मात्रै क्वेसन्सको उत्तर आज मैले गर्ने हो। मैले तिमीहरूलाई गर्दै यति पढिसकेपछि हामीले
तिमीहरूले बुझ्नुपर्ने कुरा चाहिँ यहाँबाट बुझ्छ। जाँचमा लेख्ने तरिका चाहिँ यो हो। अहिलेसम्म मैले 7वटा प्रश्नको उत्तर गरिदिएँ। 7वटा प्रश्नको उत्तर चाहिँ हामी अहिले तिमीलाई म जसरी बताइरहेको छु त्यही तरिकाले गरिन्छ। 70 मार्क्सको क्वेसन चाहिँ 10 मार्क्सको तिमीहरूलाई मैले क्वेसन आज गराएँ। अब बाँकी कुरा फेरि हामी पछि गर्छौँ। आजलाई तिमीहरूलाई सबैलाई मैले चाहिँ धन्यवाद दिँदै जसले सुनेछ बसेर पढेछ तिमीहरू सबैलाई धन्यवाद। बेस्ट अफ लक। हामी फेरि भोलि अथवा अर्को दिन फेरि हामी फिडब्याक क्लासमा निक्लिन्छौँ। आज हामी यति मात्रै गर्छौँ है त। अब त्यो पनि हुन्छ, त्यसको पनि फिडब्याक हुन्छ। आज भएन अर्को दिन हामी गर्छौँ है भाइ। वीरेन्द्र जप्रेल भाइलाई मैले बताएँ, त्यसको पनि फिडब्याक गरौँला, केही छैन। आज चाहिँ त्योदेखि बाहेकको गरिरह है। 8 नम्बर देखायो हुनाले तिमीले भर्खरै आयो क्या, भर्खरै आएर वीरेन्द्र जप्रेल भाइ, त्यसपछि फिडब्याक आएन भनेर भनिरह होला। यति चाहिँ आज हामी यति मात्रै गर्छौँ। कम्प्युटर र म्याथको फिडब्याक चाहिँ मैले दिँदैन। मैले चाहिँ कम्प्युटर र फिडब्याक बाहेकको मात्रै फिडब्याक दिने हो। त्यो चाहिँ तिमीहरूलाई मैले बताइराखौँ। तर अर्को दिन चाहिँ दिउँला। अर्को दिन चाहिँ कम्प्युटरको फिडब्याक दिनु पऱ्यो वा म्याथको दिनु पऱ्यो भने पनि दिउँला। आजलाई चाहिँ यति मात्रै गरौँ है त। धन्यवाद तिमीहरू सबैलाई। बेस्ट अफ लक। ल यो 6 PM